हुन्छ यसमा पनि अब छुच्ची नै छु हेर्दा पनि एकदम सन्टी टाइपको देखिनुहुन्छ त्यो फेस पसन्दै डाइरेक्टली चिन्नु भएछ त्यहाँमाथि प्रधानको रोल दाइले गर्नुभएको छ मैले चाहिँ एकदम सन्की प्रधानीको रोल गरेको छु मलाई मेरो चाहिँ अब तेस्रो एपिसोडबाट आउँछ होला एकदमै त्यो मेरो भाइ बौलाकाजी चाहिँ मेरो भाइ हुनुहुन्छ यानी हाम्रो डाइरेक्टर साहब चाहिँ मेरो भाइ म दिदी भाइले चाहिँ तहल्कै मचाएको छ बबाल सुच्ची छु ओके जस्तै हामी कुसुम अलिकति टाइम लाग्यो आउँदा काठमाडौँ जाम अनि हामीले एउटा हुन्छ नि एउटा भनाइ पनि छ रियालिटी पनि हो सयपत्रीको माला लगाउनलाई त्यो भाइटिका नै कुर्नुपर्छ क्या दाजुभाइले होइन थाहा छ नि तपाईँले त्यो जहिले पनि उडेर भएन नि त त्यो दिनको महत्त्व त्यो दिनको इम्पोर्टेन्ट के हो भन्ने त्यो भाइटिका दिनमा थाहा छ सयपत्री फुल होइन त्यस्तै भयो कि आज धेरै 2 घन्टासम्म कुर्नुभयो टिमले कुर्यो मतलब तपाईँ त्यो त्यति इम्पोर्टेन्ट पनि हुनुभयो कि आज त्यति धेरै कुरेर बस्नुभयो तर हामीले सिरियल हेर्दा पनि तपाईँको हुन्छ नि क्यारेक्टर दमदार छ तपाईँलाई सुट गरेको छ होइन यसले चाहिँ अझै तपाईँलाई यो क्षेत्रमा अझै उचाल जस्तो लाग्यो के भन्नुहुन्छ पहिला त ढिलो आउने विषय भनिदिनुहोस् है होइन त्यस्तो होइन मैले हिजो पनि सोचेको थिएँ अब मैले उयो भनेर सेभ गरेको थिएँ कसले कल गर्नुभयो भने चाहिँ मलाई थाहा नै भएन मैले के भनेको थिएँ यत्तिकै उहाँले मलाई कस्तो इन्फर्मेसन दिनु भन्दा हामी यत्तिकै भेट्ने के कसरी गर्न सकिन्छ त्यसलाई नर्मल्ली कहाँ के सचाउनु पर्छ त्यस्तो हुन्छ नि यस्तो टेबल टक जस्तो गरौँ भनेर भन्नुभएको थियो मैले त्यही बुझेँ अनि हुन्छ नि त गर्दै गर्नुहुन्छ भन्ने भयो अनि बिहान 81 हजुरहरू पनि आउनुहुन्छ भनेर थाहा भएको मलाई नै भने यसरी प्रेजेन्ट त हुन्थेन होला होइन अहिले चाहिँ टिक्क बन्न आऊँ भन्ने हुन्थ्यो होला है अनि त्यही हो सरी भन्न चाहन्छु अब मैले जानी दुःख दिन खोजेको चाहिँ होइन अनि सिम्पल देखिनु भएको छ कि हुन्छ नि हामीले कति फिल्म कार्यक्रमहरूमा ड्यामहरूमा अर्थहरू पनि देखियो म्युजिक भिडियोमा त्यही रूपमा देखियो कति सिम्पल देखियो र कता कता सुन्नमा अब कुसुमले म्युजिक भिडियो र मुभी मात्रै गर्छिन् सिरियल गर्दिनन् भन्ने पनि सुनेको थिएँ यो विषय के भन्नुहुन्छ होइन मेन त अब नगरौँ नै भन्ने अब सिरियल गर्दैमा अब फ्यानहरू कमाउने भनेकै सिरियलहरूबाट हो होइन अब टाइमिङ हुन पर्यो कहिले मुभी कहिले म्युजिक भिडियो एउटैमै हुन्छ नि अब सिरियलमा जोडिसके पछाडि टाइम दिन पर्यो त्यति धेरै वर्कलिक मान्छे म होइन अनि टाइम दिन सक्दिनँ कि अब रेगुलर महिनामा जान सक्दिनँ कि भन्ने हिसाबले चाहिँ गर्दिनँ भन्ने भएको थियो तर सुरुमा चाहिँ अब पछि के भन्छ अरे विशाल सर भन्ने नाम सुन्ने बित्तिकै चाहिँ हुन्छ भन्ने भयो क्या मलाई हुन्छ नि म उहाँलाई एकदम रेस्पेक्ट गर्छु अनि टिमसँग जोडे आइसारा हेमराजी रुकु दिदी भा होइन सरिता दिदी सबैजना एकदम सजिलो लाग्यो काम गर्न अनि त्यही हो अनि गरौँ न जब ट्रेलर रिलिज भयो एपिसोड पनि आइसकेको जस्तो चन्द्र तिमीलाई हाम्रो पूर्वजन्म केही याद छैन होला तर जतिवटा जन्म भए पनि मेरो लागि तिमी सधैँ त्यही चन्द्र नै हो उतापट्टि चाहिँ तपाईँ के अरे जुनगिरी भनेर चिन्नु भएको छ एउटा तपाईँको छाप बसिसकेको छ यतापट्टि चाहिँ चाँदनी छ होइन अब यतापट्टिको चाँदनी चाहिँ तपाईँलाई कति अपेक्षा छ एउटा जुनगिरी भन्दा हाइटमा जान्छ कि जाँदैन अब हाइटमा जान्छ जाँदैन त्यो चाहिँ अब दर्शकहरूको हातमा छ होइन उहाँहरूले कतिको मन पराइदिनुहुन्छ तर मलाई एउटा के चाहिँ विश्वास छ भन्दा चाहिँ जस्तै दर्शकहरूको आँखामा एक भाग पुग्यो भने चाहिँ अभियसली अरू भाग पनि हेर्नुहुन्छ क्या त्यो टाइपको एउटा सस्पेन्सवाला होइन कन्टेन्ट एकदमै छुट्टै नयाँ छ अनि प्लस के अरे मेकिङदेखि लिएर हाम्रो के भन्छ स्क्रिन प्लेदेखि लिएर सबै थोक चाहिँ जो सबै एकमुष्ट हेर्नु पर्दाखेरि चाहिँ अब म आफैलाई अब मैले गरिसकेको भएर मलाई त थाहा छ नि त्यसो मलाई राम्रो लागेको हो सो दर्शकहरूको पनि उहाँहरूको नजरमा एक एपिसोड पुग्यो भने चाहिँ उहाँहरूले अभियसली नै हेर्नुहुन्छ त्यति चाहिँ विश्वास छ मलाई अनि अर्को के सोध्नु भएको थियो चाहिँ कतिको आशा छ सोध्नु भएको थियो होइन अब एक्टर हो होइन एक्टर भइसकेपछि अब अभियसली जुनगिरी एज अ जुनगिरी मैले एकदम माया पाएको हो होइन त्यो एकदमै एप्रिसिएट गर्छु म दर्शकहरूले एकदम माया गरिदिनु भएको हो तर कस्तो हुन्छ भने एक्टर चाहिँ लोभी हुन्छ क्या एक्टरलाई चाहिँ हरेक नयाँ पात्र गर्न पाऊँ भर्सेटाइल हुन पाऊँ त्यो चाहिँ एकदमै लोभ हुन्छ क्या सो जुनगिरीलाई जति धेरै माया गरिदिनु भयो अब अगाडिको दिनमा चाहिँ त्योभन्दा पनि धेरै अझै सक्नुहुन्छ भने त्योभन्दा पनि धेरै चाँदनीलाई माया गरिदिनु भन्ने चाहिँ म अपेक्षा राख्छु हुन त सिरियलमा त्यस्तो लिड भन्ने त हुँदैन सबैको एउटा इम्पोर्टेन्स हुन्छ तर अब दाइहरूले नै एउटा लिड आर्टिस्ट नै हो सो त्यो हिसाबले चाहिँ अब
जुनगिरी भएर खेलिरहँदाखेरि चाहिँ अरूतिर अब पारिवारिक सिरियलै चाहिँ नगरौँ होला भन्ने जस्तो टाइपको थियो। कमेडी भएपछि बरु ठिक छ, डिफ्रेन्ट जनरा होइन, कन्टेन्ट पनि डिफ्रेन्ट हुन्छ भनेर भन्नुभएको थियो। अनि त्यो हिसाबले चाहिँ 3 वर्ष जति चाहिँ अरू सिरियलहरू गरिएन। अनि यस्तो पनि हो, अब गरिएन भन्दा पनि अब सिरियलको अफर त गर्नुहुन्थ्यो, तर अब कस्तो भन्दाखेरि मलाई चाहिँ छुट्टै कन्टेन्ट चाहिरहेको थियो क्या। अब यही पारिवारिक यस्तो गरिरहेको हो, अब यही मैले गरिरहेको छु एज अ जुनकिरी भएरै, तर अलिकति डिफ्रेन्ट क्यारेक्टर गरौँ न, त्यो मलाई पनि त्यो थियो। अनि त्यो हुँदाहुँदै चाहिँ अब दाइले अफर गर्नुभयो, दाइहरूले अफर गर्नुभयो अनि सुरुमा स्टोरी सुनाउनु भयो। कन्टेन्ट सुन्दा चाहिँ छुट्टै लाग्यो क्या। अहिले चलिरहेको जुन कन्टेन्ट छ नि नेपाली सिरियल इन्डस्ट्रीमा, त्योभन्दा चाहिँ एकदमै छुट्टै लाग्यो क्या मलाई। अनि त्यसपछि चाहिँ ल अब बन्धन एक हिसाबको बन्धन थोरै थोरै थियो, तर अब त्यो बन्धन पनि हट्दै गयो, त्यो जुरेको पनि होला सायद। अनि बन्धन पनि हट्दै गयो। अनि ल अब कन्टेन्ट पनि ठिक छ, मेरो अलिकति क्यारेक्टर एक्स्ट्रा पनि छ यहाँनिर, अनि गरौँ न त भनेर अनि त्यसपछि चाहिँ बाचा बन्धनमा म जोडिएँ। जस्तो जुनकेरी भने जस्तै तपाईँलाई पनि एउटा पहिलो नाम चाहिँ सकम्बरी जान्छ क्या, त्यो एउटा अडियन्सले दिएको माया हो होइन। त्यो तपाईँलाई खास लोककला क्षेत्रमा लाग्नु भइसक्यो, ती चर्चा कमाउनु भइसक्यो होइन। अहिले आएर चाहिँ जस्तै तपाईँकै टाइटल जस्तो बाजा बन्धन तपाईँको सिरियल जस्तै तपाईँले पहिलाभन्दा अहिले केही बन्धनमा त हुन्छ नि होइन। पहिला तपाईँलाई सोध्नु पर्थेन, 9 बजी ट्याक्कै घरबाट निस्किनु पर्थ्यो भने अहिले केही सीमित बन्धन त हुनुहुन्छ नि त, सोध्नु पर्ने हुन्छ म यहाँ जाँदैछु यति बेला आउँदैछु भन्ने। त्यो चाहिँ अप्ठ्यारो कतिको हुँदो रहेछ, त्यो फरक अहिले कतिको फरक पर्छ? त्यस्तो होइन, अब आउट अफ टपिक चाहिँ नजाऊँ। अहिले हामी बाचा बन्धन अनि बाचा बन्धनकै टाइपको जस्तो मम्मी हो, इभन सिरियल हामी कस्तो भयो फ्यामिलीसँग बस्यो भने पनि मम्मी म यति बेला आउँछु, छोरी कति बेला आउँछु त, त्यो त हुन्छ नि। त्यो बन्धन भन्दा नि त्यसलाई डिसिप्लिन भन्नुपर्छ होइन। एक्लै त घुमेर हिँड्दा यस्तो हुँदैन, परिवार भनेको परिवार हुन्छ। कोही नभए पनि भोलि बिहान मसँग जे छ नहोला, तर एट द एन्ड अफ द डे मसँग हुने भनेको फ्यामिली हो। त्यही भएर त्यसलाई बन्धन भन्न चाहिँ मिल्दैन, डिसिप्लिन अनुशासन त्यहीसँग जोडिदिएको। एज हामीले यो क्यामेरासँग बन्धन छ कि यहाँभन्दा आउट अफ ट्र्याक भएर यसले सोध्नै दिँदैन क्या हाम्रो। तपाईँले भन्नुभयो नि पुरै आउट अफ ट्र्याकमा चाहिँ म सिरियललाई जोडेको। त्यस्तो रेस्ट्रिक्सन छैन, यो नगर त्यो। तपाईँ चाहिँ यो क्षेत्रमा लागेको चाहिँ कति वर्ष भयो? यो सोध्न मन लाग्यो मलाई। हामीले किन अहिले सानैदेखि देखेको तपाईँलाई 40 वर्ष प्लस भयो होला। 40 वर्ष है। कलाकारलाई थकै लाग्दैन, अब चाहिँ रेस्ट गरौँ भयो भनेर चाहिँ अब आराम गरेर बस्ने मन चाहिँ लाग्दैन? गजबकै क्वेसन सोध्नुभयो। लाग्छ मलाई यस अर्थमा लाग्छ कि मैले एउटा आफूलाई लिएको पनि छु। जस्तो जाहिर खाने मान्छे रिटायर हुन्छन् होइन, म पनि रिटायरमेन्ट लिन्छु एक दिन। तर म रिटायरमेन्ट कहिले लिन्छु भन्दाखेरि कुनै एउटा मेरो फिल्म, मुभी, सिरियल होस्, जुनसुकै विधाको होस्, त्यो आफूले हेरेपछि ओहो यसमा चाहिँ मैले अहिलेसम्म नगरेको काम गरेछु, गजब गरेछु, अब योभन्दा राम्रो काम अरू म गर्न सक्दिनँ भन्ने मलाई जुन दिन लाग्छ त्यसको भोलिपल्टदेखि म रिटायरमेन्ट। होइन जस्तो हाम्रो चाहिँ प्रेस मिटमा यसरी भेट भयो, बाचा बन्धनको प्रेस मिटले भेट जुरायो। हजुर अब बाचा बन्धन चाहिँ अहिले नयाँ सिरियल आएको छ होइन, हजुर यसमा चाहिँ अरू सिरियलभन्दा के फरक पाउन सकिन्छ? यो बाचा बन्धनमा के छ भन्दाखेरि अरू सिरियलभन्दा तपाईँको कस्तो भने एउटा अर्कै तवरले गइरहेको छ कि यो असाध्यै मलाई पनि कस्तो लाग्यो भने कथा चाहिँ तपाईँको कथा चाहिँ बहुतै राम्रो, खिच्ने स्टाइल बहुतै तगडा है, र डाइरेक्सन पनि कस्तो त भन्दाखेरि अलिकति ओहो हो कि के हो भने जस्तो लाग्थ्यो है। अनि अर्को कुरा के त भन्दाखेरि सबै कुरा अब ठुलो फिल्मको सर पर्दाको फिल्म सर खिचिया छ अनि भन्ने बेला भन्नुहुन्छ, अनि यो सिरियस हो, यो टेलिफिल्म हो बा टेलिफिल्म हो भन्नुहुन्छ डाइरेक्टर साहब। अनि खिचाइको तरिका सबै हेर्दाखेरि ठुलो फिल्मको छ है। कुनै फिल्म हेऱ्यो भने कम छैन, कुनै फिल्म हेऱ्यो भने कम छैन। दर्शकले एकचोटि युट्युबमा गएर हेर्नै पर्ने हुन्छ, सबै कुरा थाहा पाउनको लागि। फेरि त्यो सबै कुरा थाहा पाउनको लागि पनि अर्को कुरा के भन्दाखेरि म यति वर्ष
आजभन्दा 50-60 वर्ष अगाडिको प्रधान भनेपछि त्यो कस्तो किसिमको होला त? 50-60 वर्ष अगाडिको कथालाई लिएर अब एक त म भनौँ न यो उसमै चाहिँ नि ज्येष्ठ नागरिकमा परेको छु होइन। ज्येष्ठ नागरिक सबभन्दा अब हामी यहाँ खेल्न आए जति हाम्रा साथी कलाकारहरू मध्येको ज्येष्ठ नागरिक चाहिँ मै हो होइन। ज्येष्ठ नागरिक होइन, उमेरमा बढी क्या हो, मै हो। अब यसो हेर्दै जाँदाखेरि के गर्ला त जस्तो लाग्थ्यो है। पछि त हुँदै 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 जाँदाखेरि त ओहो कथा यति राम्रो छ, यति घुमौरो छ, यस्तो खतरा छ कि तपाईँको जसले पनि यो त हेर्नै पर्ने हो। आजभन्दा 50-60 वर्ष अगाडि के भएको थियो त होइन। त्यतिखेरका प्रधान कस्ता थिए, प्रधानी कस्ता थिए र अनि त्यसपछि प्रधानको सालो कस्तो थियो होइन र केसम्म गरे उहाँहरूले त त्यो एउटा जमानाको कुरालाई लिएर बनाएको कथा हो है। तर यति राम्रो छ कि त्यो हेरेर नै थाहा हुन्छ। ओएसआर डिजिटलमा गएर ओएसआर डिजिटलमा गएर हेर्नु होला, बाछा बन्धन सर्च गरेर हेर्नु होला। जस्तो तपाईँ सिरियलमा पनि खेल्नु भएको छ, हजुर। बुहारीमा पनि हुनुहुन्छ, बुहारीमा थिए, कान्छीमा नि हुनुहुन्छ, सकिगो नि थिए। तपाईँ बुहारी सिरियलमा पनि खेल्नुहुन्छ हैन? हजुर, बुहारी सिरियलमा खेलेको थिएँ, अहिलेलाई चाहिँ ब्रेक भएको छ। अब अहिले सिउँदोमा गएको छु। सिउँदोमा हजुर। बुहारीसँग केही कुराकानी गरौँ होइन। बुहारी चाहिँ अहिले धेरै दर्शकले हेरेको नेपाली सिरियलमा पर्छ। नेपाली सिरियलमा धेरै दर्शकले हेरेको बुहारीको कथा पनि अलग अलग खालको छ। उहाँका धेरैले मन पराउनुमा चाहिँ तपाईँको के लाग्छ? अब बुहारी यति धेरै मन पराउनु भने उहाँहरू दुईजना रामचन्द्र भनौँ र अर्को के नाम बिर्सी मैले, जस उहाँहरू दुईजनाले यसमा बहुत ठुलो कोसिस गर्नुभएको छ। बहुत ठुलो भनौँ न लेखनमा त्यस्तै त्यो ध्यान दिएर गजब मजासँग लेख्नुभएको छ है। यस्तो कथा बनाउनु भएको छ, यस्तो कथा बनाउनु भएको छ, त्यसैलाई घुमाइ फिराइ है यति राम्रो बनाउनु भएको छ। जुन हिन्दी पाराले गयो क्या त्यो बुहारी सिरियल। म पनि कहिले पनि छुटाउनु, मैले पहिला आफूले खेली पनि। तर किन तपाईँ बुहारीमा देख्न पाउनु? अब उहाँहरूले अब म एउटा के त भन्दाखेरि बिचमा गई श्याम अङ्कलको रोल थियो होइन। श्याम अङ्कलको उसमा भूमिकामा गएँ। अब पछि हुँदै जाँदा अब श्याम अङ्कल आएन। अब उहाँहरूले अब त्यो कसरी कटिङ गर्नुभयो, अब बोलाउनु भएन भनौँ न। अब पछि बोलाउनु हुन्छ होला, बोलाउनु भएको खण्डमा म गइहाल्छु। म त जहाँसुकै पनि पुगेको। दिन लाएर सुटिङ हुन्छ यो बुहारी चाहिँ? हजुर, बुहारी चाहिँ कति दिन लाएर सुटिङ हुन्छ? यति मिहिनेत गरेको देखिन्छ त्यसमा। यस्तो हो यो बुहारीमा कस्तो भन्दाखेरि केही नभए नि 5-6 दिन, उहाँहरूको 4 दिनभन्दा त कम हुँदैन। 6 दिन 7 दिन 6 दिन 7 दिन चाहिँ उहाँ बसेर टक्क उसको सिटिन्छ, उसलाई पठाइदियो, उसको सिटिन्छ, उसलाई पठाइदियो। एवं वृत्ति गर्दै गर्दै ठ्याक्क 6-7 दिन आउनुहुन्छ। असाध्यै राम्रो तरिकाले खिच्नुहुन्छ क्या उहाँहरूले र बनाउनु पनि असाध्यै राम्रो तरिकाले बनाउनुहुन्छ। जे होस् बुहारी सिरियललाई पनि तपाईँहरूले हेर्न नछुटाउनुहोस् भन्ने चाहिँ नि मेरो। बुहारी सिरियलमा धेरै दर्शकले भन्नुहुन्छ कि बुहारी सिरियलमा खेल्ने भने त धेरै कमाइ हुन्छ कलाकारको भन्ने पनि सुन्नुमा आउँछ। यो विषयलाई लिएर चाहिँ के भन्न चाहनुहुन्छ? बुहारीमा खेल्दा धेरै पारिश्रमिक पाइन्छ भन्ने पनि सुन्नमा आएको छ बजारमा। हजुर, बुहारी अब यो कान्छी भुन्टी अब किनभने उहाँहरूको कमाइ पनि बढी छ होइन। कमाइ बढी भएको कारणले र उहाँहरूले के त भन्दाखेरि कलाकारलाई मार्नुहुन्न होइन, दिनुपर्छ भनेर उहाँहरूले माया गरेर चाहिँ नि कलाकारलाई चाहिँ राम्रै बजेट दिनुहुन्छ। त्यो मलाई खुसी लाग्छ। मैले पनि राम्रै बजेट पाएको थिएँ। बुहारीबाट राम्रो बजेट पाइन्छ है? एकदम राम्रो बजेट पाइन्छ। हजुर हजुर। बुहारी सिरियल होइन, तपाईँले त अब धेरै बुढी बनाउनु भएको छ। कति जति विवाह गर्नुभयो बुवाले चाहिँ? अब रिलमा रियलमा त एउटै हो। रिलमा चाहिँ मेरो भयो होला 1000 त नाग्यो होला। 1000वटी बिहा गरिसक्नु भयो? हजुर। किन भन्दाखेरि एउटै टेली सिरियलमा कतिवटा फेरिए हुन्छन् होइन। एउटाले उहाँ कहाँ विदेश गइसकेका हुन्छ अनि त चाहियो भने हुन्छ होइन। अनि अर्को ल्याएर राखिदिया हुन्छ। त्यो गर्दा गर्दै तपाईँको अब म अहिलेदेखि होइन, अब यो अब पहिला जमानामा के नाता रगतको भन्ने एउटा सिरियलै आएको थियो। फिल्म होइन यो, सिरियल हो। नाता रगतको भन्ने सिरियल आएको थियो सुरुमा। अब यिनीहरूबाट सुरु गरेको गर्दै जाँदा विवाह गर्दा चाहिँ घरकी म्याडमले चाहिँ के भन्नुहुन्छ? होइन विवाह गरेको देख्दा चाहिँ
म्याडमले केही पनि भन्नुहुन्न। किन भन्नुहुन्न भन्दाखेरि पहिला त्रितत्व अनि अर्को सत्य राम अनि अर्को के पर्छ धेरै त्यो गर्दा मेरै घरमा सुटिङ भएको थियो क्या। कहिले मेरो घरमा अनि कहिले यहाँ नारायणथानमा त्यो सुटिङ भएको थियो। घरमा सुटिङ हुँदा अब बेड सिन पर्दाखेरि पनि अब मेरो जुन म्याडमलाई जुन बुढीलाई थाहा छ के सम्पूर्ण थाहा छ कथा यस्तो हुन्छ यसरी गर्छन् भन्ने कुरा। बेड सिनै गर्दाखेरि पनि त अब त्यहाँ कतिजना चाहिने रहेछ त होइन। देख्नलाई पो 2 जना देखा हुन्छ त होइन र हो। त्यो कतिजना चाहिन्छ त? लाइटम्यान चाहियो, क्यामेराम्यान चाहियो, डाइरेक्टर चाहियो, अर्को सहायक एउटा चाहियो होइन त। अनि त्यसपछि कलाकार चाहियो भनेपछि अब उनले अब यो त्यो थाहा भयो कि उनलाई रियलमा त होइन रहेछ भन्ने त उनको मनमा परिसक्यो नि। त्यस कारणले म जहाँ जेसुकै खेले पनि मेरो लागि फ्री छ घरबाट। यो क्षेत्रबाट सन्तुष्ट हुनुहुन्छ आफ्नो कर्मप्रति? कर्मप्रति बहुत सन्तुष्ट छु। हस् समय दिनुभयो त्यसलाई धेरै हस् त नमस्कार। ल हजुरहरूलाई पनि धेरै धेरै नमस्कार छ। हाम्रो फिल्म हेरिदिनु होला। अहिलेको फिल्म भनेको के अरे भन्दा बाचा बन्धन हेर्न नछुटाउनु होला। बेग्लै प्रकारको छ। पहिला चाहिँ हामीसँग वरिष्ठ कलाकार विशाल पहाडी हुनुहुन्छ। आउनु स्वागत गरौँ अनि कुराकानीतर्फ लागौँ। स्वागत छ सर। नमस्ते। अहिले यस्तो टाइम आउनुभयो कि अहिले म दाउरा चुलो व्यञ्जन हाउसमा छु। अहिले म यो 3 कुनेमा खास ठ्याक्क हिँड्न लाग्थ्यो, तपाईँले समाति हाल्नुभयो। छिटो 2-4 कुरा सोधिहाल्नुहोस् ल। आज हामी बाचा बन्धनको प्रेस मिटमा यसरी भेट हुने एउटा संयोग मिल्यो होइन। एकदमै म खुसी छु किनकि हामीले बच्चैदेखि हेरेको हजुरका फिल्म ठुलो पर्दामा देखेको मान्छेसँग यसरी एउटा पत्रकारिताको विद्यार्थीले कुराकानी गर्ने होइन एउटा वातावरण मिलेको छ। त्यसका लागि चाहिँ हजुरलाई धेरै धेरै धन्यवाद पनि दिन्छौँ। छोटो समय दिनुभएको छ। जस्तो आज बाचा बन्धनको हामीले टेलर हेरियो होइन। त्यो चाहिँ अरू सिरियलभन्दा अलिक फरक खालको रहेछ। खासमा त्यो फिल्ममा चाहिँ के त्यो सिरियलमा चाहिँ के फ्लेभर छ? नेपालमा त धेरै सिरियल्सहरू छन् होइन। त्यसमा चाहिँ के फरक पाइन्छ अरू सिरियलमा भन्दा चाहिँ? यस्तो छ यो फ्लेभर त अलिकति फरक हुनु नै पर्यो। जस्तो अहिले पनि मैले अर्को रेस्टुरेन्ट खानु र यो दाउरा चुलोमा खानु त्यो फरक व्यञ्जन हुन्छ नि। त्यस्तै सिरियलहरू पनि त्यो विभिन्न फ्लेभरको हुन्छ राजा। र यो फिल्ममा चाहिँ जस्तो काठमाडौँमा जति सुटिङ भइरहेको थियो मैले पनि हेरेको थिएँ फर्स्ट एपिसोड। र एकैचोटि रुकुममा लिएर जानुभयो कि उहाँहरूले। अनि यति मिठो टेस्ट आयो कि त्यो त्यहाँदेखि नै मलाई समात्न थालिहाल्यो सिरियलले। राम्रो बनाएको के चिजले छोयो त्यो सिरियलमा चाहिँ तपाईँलाई चाहिँ? अब हुन त अब मलाई त सिरियल अब आफैले काम गरेको सबै कुरा थाहा छँदैछ मलाई। ठुलो पर्दामा काम गरिराख्ने मान्छे होइन। अहिले सुनिन्छ नि सानो पर्दामा खासै देखिन्नन् होइन, नचाहने हुन्छ। तर तपाईँ त फेरि सिरियलतिर पनि काम गर्नुभयो यसरी होइन। यस्तो यो मेरो कर्म हो अभिनय गर्ने। मलाई यो सिरियल, यो म्युजिक भिडियो, यो एड, यो फिल्म, यो ठुलो पर्दाको भन्ने त्यो बााउन्ड्री चाहिँ म खासै राख्दिनँ बाबु। मलाई चाहिँ आफ्नो अभिनय कहाँ प्रस्तुति गर्न पाइन्छ त्यहाँ काम गर्ने हो। मलाई चाहिँ यसले बााउन्ड्रीले मलाई त्यो बााउन्ड्रीभित्र म छैन। तर कन्टेन्ट र स्टोरीदेखि लिएर काम गर्ने साथीहरू हुन्छन् नि, पर्दा पछाडि काम गर्नेदेखि लिएर टेक्निकदेखि लिएर सबैजनाले गर्दा अब्बल चाहिँ हुनु पर्यो। राम्रो काम गर्छ भने चाहिँ फिल्ममा र सिरियलमा काम गर्दै गरेर चाहिँ फरक चाहिँ के पाइन्छ खासमा चाहिँ? तपाईँले कुन हिसाबको बुझेँ मैले? तपाईँले कुन चाहिँ किसिमको फरक सोध्नुभयो मैले बुझिनँ। एज अ एक्टमा चाहिँ म फरक पाउँदिनँ। एक्टमा भन्दा क्यामेरा त्यहाँ पनि त्यस्तै होइन समयहरू यस्तो हो। अब त्यो क्यामेरा अपरेट गर्नलाई थाहा होला कसरी अपरेट गरिरहेछ फिल्ममा होइन। अनि यो सानो पर्दामा कुन त्यो त प्राविधिक कुराहरू भयो तिनीहरू चाहिँ। तर एज अ एक्टर चाहिँ म चाहिँ खासै फरक पाउँदिनँ। किन त्यहाँ पनि एक्ट नै गर्ने हो, यहाँ पनि एक्ट नै गर्ने। किन अब ठुलो पर्दामा चाहिँ म खतरो एक्टिङ गर्छु, सिरियलमा चाहिँ होइन म गर्छु भन्ने चाहिँ हुँदैन भयो। क्यामेरामा छापिसकेपछि त छापियो त्यो फरक केही पनि हुँदैन। एज अ एक्टर चाहिँ फरक मान्दैन। तपाईँ चाहिँ यो क्षेत्रमा लागेको चाहिँ कति वर्ष भयो? यो सोध्न मन लाग्यो मलाई। हामीले किन अहिले सानैदेखि देखेको तपाईँलाई 40 वर्ष प्लस भयो होला। 40 वर्ष है। कलाकारलाई थकै लाग्दैन अब चाहिँ रेस्ट गरौँ भयो भनेर चाहिँ अब आराम गरेर बस्ने मन चाहिँ लाग्दैन? गजबको क्वेसन सोध्नुभयो। लाग्छ मलाई यस अर्थमा लाग्छ कि मैले एउटा आफूलाई लिएको पनि छु। जस्तो जाहिर खाने मान्छे रिटायर हुन्छन् होइन, म पनि रिटायरमेन्ट लिन्छु एक दिन। तर म रिटायरमेन्ट कहिले लिन्छु भन्दाखेरि कुनै एउटा मेरो फिल्म
मुभी सिरियल होस् जुनसुकै विधाको होस् त्यो आफूले हेरेपछि ओहो यसमा चाहिँ मैले अहिलेसम्म नगरेको काम गरेछु गजब गरेछु अब योभन्दा राम्रो काम अरू म गर्न सक्दिनँ भन्ने मलाई जुन दिन लाग्छ त्यसको भोलिपल्टदेखि म रिटायरमेन्ट लिन्छु त्यसपछि तर त्यो एक्टले मलाई यस्तो होस् कि आफैलाई हेरेर ओहो यो त मैले गजब गरेछु योभन्दा बढी म गर्न सक्दिनँ यो त गजब राम्रो बनेको रहेछ तपाईँले गरिरहेका कामहरू तपाईँले अझै गजब लागेन र आम दर्शकलाई गजब लागिसक्यो विशाल सरलाई चाहिँ अझै लागेको छैन म कोसिस गरेर मैले भने नि त त्यो दिन आएपछि चाहिँ म त्यसको भोलिपल्टदेखि नै म काम छोडिदिन्छु त्यो दिनको म कुरिरहेको छु आफूलाई यस्तो लागेको कि ओ यो चाहिँ मैले भयङ्करै गरेँ भने मलाई लागेको दिन मेरो त्यो प्रोजेक्ट नै अन्तिम हो त्यसको भोलिदेखि म काम गर्दिनँ त्यो कुरेर बस्छु राम्रो कलाकार बन्नलाई चाहिँ के हुनु पर्दो रहेछ खासमा अब यो कस्तो अब यो के हुनुपर्छ भने अब मेन कुरा त एक्टिङ नै हो होइन एक्टिङ फेरि सबैजनाले गर्नुहुन्छ नगर्ने कोही पनि हुनुहुँदैन सबले गर्नुहुन्छ तर त्यो एक्टिङले अडियन्सलाई हेर्ने मान्छेलाई कतिको छोएको छ त्यसले कुन इम्प्याक्ट दिएको छ होइन यी कुराहरू चाहिँ मान्यता राख्छ कहिलेकाहीँ राम्रो एक्ट गरेर हुन्छ मान्छेलाई राम्रो लाग्दैन धेरै कुराहरू हुन्छ नि त्यहाँ अब कुनै के आज एकदम कहिलेकाहीँ हुन्छ थकेला आइरहेको हुन्छ काम गऱ्यो तर अडियन्सलाई थाहा छैन त थकेला आएर काम गरे है के भन्ने कुरा त हेर्ने मान्छेलाई कसरी थाहा हुन्छ त्यसको ब्याकग्राउन्ड उहाँ कहाँबाट आउनुभयो भन्ने कुरा त हो यी कुराहरू चाहिँ राख्छ राम्रो एक्टर बन्नलाई चाहिँ दर्शकहरूको नै माया चाहिन्छ राम्रो एक्टर बन्नलाई दर्शकहरूको माया चाहिन्छ र मेहनत चाहिँ आफूले गर्नु पऱ्यो मैले थोरै सोध्न चाहेँ तपाईँको कलाकारी यात्रा चाहिँ कसरी सुरु भयो सर्टकटमा बताइदिनुहोस् स्कुलबाट म सम्झिन्छु हाम्रो गणेश रसिक सर अस्ति भर्खर दिवंगत हुनुभयो म हिमालय विद्या मन्दिर पढ्दाखेरि त्यहाँ जहिले पनि स्कुलमा प्यारेन्ट्स डे हुन्थ्यो अनि स्कुलले चाहिँ उहाँलाई हायर गर्नुभएको रहेछ हाम्रो गणेश रसिक सरलाई त्यो प्यारेन्ट्स डे मनाउनलाई अनि उहाँले म सम्झिन्छु म सायद म 2 क्लास पढ्थेँ होला त्यहाँबाट अडिसन लिनुभयो सबै स्टुडेन्ट राखेर स्कुलमा सरले अब को नाच्छ अनि मलाई चाहिँ ओहो त्यो सरले मलाई पनि छानिदियो हुन्थ्यो नि भनेर अरूभन्दा बढ्ता नाचेको छु कि उहाँले मलाई छान्नुभयो ओ म छानिएँ भनेर सायद त्यही दिनदेखि होला मलाई यो कलाकारिता म सुरु गरेको रगत नै थियो जस्तो लाग्यो मलाई न त 2 क्लास 3 क्लास पढ्ने मान्छेलाई त्यो फिलिङ आउँदैन थियो जस्तो लाग्छ मलाई आफ्नो पेसामा चाहिँ तपाईँ कतिको सन्तुष्ट हुनुहुन्छ एकदमै सन्तुष्ट छु मलाई योभन्दा अरू कुनै काममा नै मलाई गर्नै आउँदैन मैले चिया पकाए पनि कहिले चिनी बढी कहिले चियापत्ती कम हुन्छ मलाई योभन्दा अरू काम मलाई के जीवनमा न पहिला गर्न आयो न सायद आउने दिन पनि आउँछ होला अब हामी अन्तिमतिर पनि छौँ कुनै एउटा डाइलग सुन्न पाए हुन्थ्यो भन्ने पनि लाग्न सक्छ दर्शकहरूलाई त्यस्तो ठ्याक्क झट्ट दिमागमा आउनु बोल्नै पर्ने भयो हजुर पुरै विशाल पहाडीको तर्फबाट यहाँहरू सबैमा नमस्कार मैले भर्खरै कान्तिपुर फिल्म एकाडेमीमा मिरा भन्ने नाटक गरेँ त्यहाँ मिरा भन्ने नाटक गरेँ म पहिला पनि मेरो ब्याकग्राउन्ड पनि नाटकबाटै म फिल्म क्षेत्रमा आएको तर मैले योभन्दा अगाडि धन्नै 40 वर्ष अगाडि मैले नाटक गरेको थिएँ त्यसपछि अहिले भर्खर अस्ति शनिबारसम्म चलेको थियो त्यसपछि मैले अहिले गरेँ अब तपाईँले फरक छुट्याउनु भन्दाखेरि नाटक चाहिँ यस्तो ठाउँ हो जहाँ साधना गर्ने ठाउँ हो तपस्या गर्ने ठाउँ हो त्यो चाहिँ तपाईँले त्यसलाई कलाकारितालाई अरू बढी निखार छ नाटकले र सबभन्दा ठुलो कुरो नाटकबाट अनुशासन सिकिन्छ एउटा कलाकारले अनुशासन सिक्नुपर्छ भने नाटक चाहिँ एकचोटि गर्दा हुन्छ र नगर्नेहरूमा पनि म के भन्छु भन्दाखेरि गर्नुपर्छ भन्ने होइन एकचोटि गरेर त्यसको एक्सपिरियन्स लिनुहोस् तपाईँमा आफूले कति कुराहरू नजाने कुराहरू सिकिन्छ र सबभन्दा ठुलो कुरो चाहिँ अनुशासित चाहिँ भइन्छ फेरि यस अर्थमा नाटक नगर्ने मान्छे अनुशासित हुँदैन भन्ने कुरा होइन त्यसलाई अझै बढी बुझिन्छ जस्तो नयाँ कलाकारहरूले चाहिँ होइन एउटा आर्टिस्ट बन्नको लागि एक्टिङ चाहिँ कतिको जरुरी छ एक्टिङ सिक्न चाहिँ अब यो कुरा मैले सधैँ भनेको मैले जीवनमा एक्टिङ मैले कहिले पनि सिकिनँ मैले कुनै पनि क्लास ल्याएको छैन मैले जीवनमा एक्टिङ नै सिकिनँ मैले
यो कुरा मेरोमा जहिले पनि आउँछ कि एक्टिङमा सिक्ने चाहिँ के भनेर ममा जहिले पनि क्वेसन मार्क चाहिँ मका भइरहन्छ। सायद जति अलि नयाँ भाइहरू सबैले एक्टिङ क्लास लिइरहनु भएको छ, सबैले लिइरहनु भएको छ नि, त्यो लिनुपर्छ भनेर लिनुभएको होला। त्यो चाहिँ मलाई थाहा भएन, किन मैले नलिएको हिसाबले एकचोटि बाई बर्थ नै एक्टिङ चाहिँ रगत नै हुनुपर्छ। अनि सिक्ने भनेको चाहिँ त्यसलाई इन्हान्स गर्ने कुरामा जस्तो लाग्छ, टेक्निकहरू सिक्ने जस्तो मात्रै लाग्छ मलाई। तर एक्टिङ त जन्मिँदै लिएर आउनुपर्छ जस्तो लाग्छ मलाई। सिक्नुपर्छ, त्यो त गड गिफ्ट नै हुनुपर्छ। सिक्ने भनेको चाहिँ त्यसलाई परिमार्जित गर्ने मात्रै जस्तो लाग्छ। तर मैले चाहिँ त्यो गर्न पाएको छैन। तर एकचोटि चाहिँ आई मिन त्यो त हो नै, त्यही भएर म गरिरहेको छु। तर एकचोटि चाहिँ मलाई पनि एक्टिङ चाहिँ सिक्न चाहिँ भन्छ, सिकेर केही पनि बिग्रिँदैन। मलाई अझै पनि एकचोटि चाहिँ के रहेछ, के सिकाउनु हुँदो रहेछ गुरुहरूले एक्टिङ क्लासमा सिक्न चाहिँ भन्छ। हुन्छ, हामी तपाईँसँग 5 मिनट समय मागेका थियौँ तर 10 मिनट भइसक्यो होइन। त्यसको लागि हामी सरी होइन, समयको लागि जहाँ जाँदै केही भन्नुपर्ने छ हाम्रो दर्शकहरूका लागि। मैले अघि नै भने यो नेपालको कलाकार लाइनलाई तपाईँले साथ दिनु भएन भने हामी कोही पनि होइन, तपाईँहरूको अगाडि हामी कोही पनि होइन। हामीलाई चाहिँ हाम्रो कलाहरू, हामीले गरेको कामहरू हेरिदिनु मात्र भए पनि त्यो करोडौँ हुन्छ। जाँदा जाँदै विशाल पहाडीको तर्फबाट नमस्कार, थ्याङ्क यू सर। मलाई सुरुमा थाहा थिएन केही पनि, पछि त कुरा बुझ्दाखेरि त यहाँ राम्रै यो लाग्यो मलाई पनि स्टोरी सुनाउनु सुरुमा। ठिक रहेछ त, गरौँ न त भन्ने कुरा भयो यहाँको पनि, अनि हाम्रो पनि गरौँ न त राम्रो रहेछ भनेर अनि त्यही अनुसारले भयो। जस्तै रमाइलो प्रश्न भनौँ या यो कला क्षेत्र इन्डस्ट्री फिल्म इन्डस्ट्रीको रियालिटी भनौँ, काम गर्दा गर्दै कसैले भगाएको पनि छ कि हिरोइनलाई रियलमै भगाएको छ, जोडी पनि बनेको छ, अन्यथा चर्चा पनि छ, कतिको नाम जोडेर आएका पनि छन्, विवादमा परेका पनि छन्, कतिको काम गर्दा गर्दै बिहे पनि भएका छन् बेलैमै क्या। त्यस्तो नहोला कि नहोला सायद न ड्याडीको भन्नु है, न ड्याडीको घाटो पाइँदैन। मन त परेको छ तपाईँलाई, मान्छ भने त भएन तर मन चाहिँ परेको छ। राम्रो हुनुहुन्छ, हजुर राम्रो नै हुनुहुन्छ, दुवैजना राम्रो छन्, एउटा मात्रै होइन। भनेपछि एउटाले नमाने अर्कोलाई अर्को त ढिलो भइसक्यो भयो बिहा हुनुपर्छ। ओके सरदाजी, जस्तै अब तपाईँ त रुवाउनमा खप्लिस के एज अ म्युजिक भिडियो हो र सिरियलमा रुवाइरहनु भएको छ, यसमा नै रुवाउन सफल हुनु भएको छ कि के भन्नुहुन्छ? खै अब भर्खर 2 एपिसोड आएको छ होइन। अब हाम्रो लगभग 13 एपिसोड छ है, 13 एपिसोड छ। अब त्यहाँ बिच त्योसम्म कति रुवाउन सक्छु थाहा छैन। पहिलो एपिसोड दोस्रो एपिसोडले प्रमाणित गरिदिसकेको छ, रुवाइदिनु भएको छ। त्यो चाहिँ अब मैले भन्दा पनि तपाईँहरूले चाहिँ हेर्ने कुरा हो। अब मैले त मैले अब यस्तो गरेँ भनेर कसरी भन्न सक्छु र। म चाहिँ जहिले आफूले गरेको कुरालाई चाहिँ म आफै नै जज गरेर हुन्छु क्या, मैले यहाँ यस्तो अझै राम्रो गर्न सक्थेँ होला त्यो फिल हुन्छ। अब कस्तो भयो भन्ने चाहिँ त्यो चाहिँ तपाईँहरूले नै भनिदिन सक्नुहुन्छ। मैले आफै जुन तपाईँको संवाद छ, जुन तपाईँको क्यारेक्टर छ, वेशभूषा जुन तपाईँले यो पहिरन गरिरहनु भएको छ नि, यो डाइरेक्टरजीलाई थ्याङ्क यू नै भन्नुपर्छ। तर त्यति सुट गरेको छ तपाईँलाई, जुन क्यारेक्टरमा भिज्नु भएको छ नि, साँच्चै रुवाइदिनु। ठुलै पर्दामा हलमै लागे पनि यो चल्छ, यो सिरियल चल्छ भन्ने फिल मलाई त्यो खिचाइदिएको अघि नै मैले भनिसकेँ, बयान नगर कति गर्नु होइन, त्यस्तो क्यारेक्टर भिजाइदिनु भएको छ तपाईँले, त्यो निर्वाह गर्नुभएको छ। थ्याङ्क यू सो मच। अनि दिदी सन्चै हुनुहुन्छ? अब तपाईँ पनि रुवाउनै खप्लिस हुनुहुन्छ, तपाईँ धेरै हँसाउनु, तपाईँ नि रुवाउने दिदी आमा भाउजूमै पर्नुहुन्छ होइन, यसमा पनि कस्तो छ दिदी? सबैभन्दा पहिला हजुरहरू यहाँ जति उपस्थित हुनुहुन्छ, पत्रकारिता र कलाकारिताको सम्बन्ध नङमासेको जस्तै हुन्छ होइन। एकले अर्कोलाई सपोर्ट गर्न जरुरी छ। जसरी अब यसरी 20वटा क्यामेरा अगाडि चाहिँ हामी बसेर राम्रै कुराहरू बोल्नुपर्छ जहाँसम्म लाग्छ। रुवाउने र हँसाउने भन्दा नि आफूलाई दिएको क्यारेक्टर कस्तो छ त्यसले निकै नै भूमिका खेल्छ। यसमा पनि मलाई छानेरै होला, मलाई म जस्तै रोल दिनुभएको छ। दिदी हजुरको परिचय दिएर के भन्नु? नमस्कार, म रोमा विष्ट, म चाहिँ यहाँ कुसुमको आमा, कुसुमको आमाको क्यारेक्टर छु। अब छोरीलाई चाहिँ सही बाटो देखाउने भनेर लागेको छु, के छ थाहा छैन। हजुरहरूले हेर्नुभएको छ, दर्शकले हेर्नुभएको छ, कसरी माया गर्नुभएको छ, कसरी अभिलेख राख्नुभएको छ,
हजुरहरूलाई बदनाम गरेर मलाई त्यति थाहा हुँदैन। हजुरले नि आफ्नो क्यारेक्टर राख्नु। हजुर नमस्कार सबैमा एकमुष्टले। अब मलाई चाहिँ खालि यसमा अन्त पनि छुच्चीकै रोल दिएको हुन्छ, यसमा पनि अब छुच्ची नै छु। हेर्दा पनि एकदम सन्टी टाइपको देखिनुहुन्छ त्यो फेस पसन्दै डाइरेक्टरले चिन्नु भएछ। त्यहाँमाथि प्रधानको रोल दाइले गर्नुभएको छ, मैले चाहिँ एकदम सन्की प्रधानीको रोल गरेको छु। मलाई मेरो चाहिँ अब तेस्रो एपिसोडबाट आउँछ होला। एकदमै त्यो मेरो भाइ बौलाकाजी चाहिँ मेरो भाइ हुनुहुन्छ, यानि हाम्रो डाइरेक्टर साहब चाहिँ मेरो भाइ, म दिदी भाइले चाहिँ तहल्कै मचाएको छ। बबाल छुच्ची छु। जस्तै हामी कुसुम अलिकति टाइम लाग्यो आउँदा काठमाडौँ जाम, अनि हामीले एउटा हुन्छ नि एउटा भनाइ पनि छ, रियालिटी पनि हो, सयपत्रीको माला लगाउनलाई त्यो भाइटिका नै कुर्नुपर्छ क्या दाजुभाइले, होइन? थाहा छ नि तपाईँले, त्यो जहिले पनि उडेर भएन नि त। त्यो दिनको महत्त्व, त्यो दिनको इम्पोर्टेन्ट के हो भन्ने त्यो भाइटिका दिनमा थाहा छ सयपत्री फुल, होइन? त्यस्तै भयो क्या, आज धेरै 2 घन्टासम्म कुर्नुभयो, टिमले कुर्यो, मतलब तपाईँ त्यो त्यति इम्पोर्टेन्ट पनि हुनुभयो क्या, आज त्यति धेरै कुरेर बस्नुभयो। तर हामीले सिरियल हेर्दा पनि तपाईँको हुन्छ नि क्यारेक्टर दमदार छ, तपाईँलाई सुट गरेको छ, होइन? यसले चाहिँ अझै तपाईँलाई यो क्षेत्रमा अझै उचाल जस्तो लाग्यो के भन्नुहुन्छ? पहिला त ढिलो आउने विषय भनिदिनुहोस् है। होइन त्यस्तो होइन, मैले हिजो पनि सोचेको थिएँ। अब मैले वेब भनेर सेभ गरेको थिएँ, कसले कल गर्नुभयो भने चाहिँ मलाई थाहा नै भएन। मैले के भनेको थिएँ, यत्तिकै उहाँले मलाई कस्तो इन्फर्मेसन दिनु भन्दा हामी यत्तिकै भेट्ने के कसरी गर्न सकिन्छ, त्यसलाई नर्मल्ली कहाँ के सचाउनु पर्छ त्यस्तो हुन्छ नि, यस्तो टेबल टक जस्तो गरौँ भनेर भन्नुभएको थियो। मैले त्यही बुझेँ, अनि हुन्छ नि त गर्दै गर्नुहुन्छ भन्ने भयो। अनि बिहान 81 हजुरहरू पनि आउनुहुन्छ भनेर थाहा भएको मलाई, नै भने यसरी प्रेजेन्ट त हुन्थेन होला, होइन? अहिले चाहिँ टिक्क बन्न आऊँ भन्ने हुन्थ्यो होला है। अनि त्यही हो, सरी भन्न चाहन्छु। अब मैले जानी दुःख दिन खोजेको चाहिँ होइन। अनि सिम्पल देखिनु भएको छ कि अब चाहिँ हामीले कति फिल्म कार्यक्रमहरूमा ड्यामहरूमा अर्को पनि देखियो, म्युजिक भिडियोमा त्यही रूपमा देखियो, कति सिम्पल देखियो र कता सुन्नमा अब कुसुमले म्युजिक भिडियो र मुभी मात्रै गर्छिन्, सिरियल गर्दिनन् भन्ने पनि सुनेको थिएँ। यो विषय के भन्नुहुन्छ? होइन, मेन त अब नगरौँ नै भन्ने हो। सिरियल गर्दैमा अब फ्यानहरू कमाउने भनेकै सिरियलहरूबाट हो, होइन? अब टाइमिङ हुन पऱ्यो, कहिले मुभी कहिले म्युजिक भिडियो एउटैमै हुन्छ नि। अब सिरियलमा जोडिसके पछाडि टाइम दिन पऱ्यो, त्यति धेरै वर्कहलिक मान्छे म होइन, अनि टाइम दिन सक्दिनँ कि अब रेगुलर महिनामा जान सक्दिनँ कि भन्ने हिसाबले चाहिँ गर्दिनँ भन्ने भएको थियो। तर सुरुमा चाहिँ अब पछि के भन्छ अरे विशाल सर भन्ने नाम सुन्ने बित्तिकै चाहिँ हुन्छ भन्ने भयो क्या। मलाई हुन्छ नि, म उहाँलाई एकदम रेस्पेक्ट गर्छु। अनि टिमसँग जोडे, आइसारा, हेमराजी, रुकु दिदी भा, होइन, सरिता दिदी, सबैजना एकदम सजिलो लाग्यो काम गर्न। अनि त्यही हो, अनि गरौँ न चित्त बुझ्यो टिमसँग काम। त तपाईँले जब ट्रेलर रिलिज भयो, एपिसोड पनि आइसकेको जस्तो कतिको चित्त बुझ्यो, मैले सही डिसिजन गरेछु भन्ने फिल भयो? सुरुमा चाहिँ टु बी भेरी अनेस्ट खै त भन्ने भएको थियो, तर मैले बुझेकै थिएन नि त स्टोरी। अनि त्यो अब पहिलाको पास्ट लाइफको कुराहरू देखाएको छ, अनि बिस्तारै आउँदै गर्छ। हेर्दा चाहिँ एक म भएन भन्ने कुरा चाहिँ मलाई म्याटर गरेन, स्टोरी हेर्दा चाहिँ राम्रो लाग्यो। त्यही नै हो है। नमस्ते, थ्याङ्क यू सबैजनालाई। बाचा बन्धन चाहिँ खासमा किन हेर्ने के छ? धेरै छ नेपालमा सिरियलहरू त, होइन? तर बाचा बन्धनमा के फरक, नयाँ टेस्ट के छ त्यसमा? अब मैले त यो फिल्म खेल्नुभन्दा अगाडि नै बन्नुभन्दा अगाडि नै मैले के देखेको थिएँ भने यस्तो खालको डाइरेक्टर चाहिँ नेपालमा पहिलोचोटि चाहिँ जन्मियो जस्तो लाग्छ मलाई त्यो खेल्नुभन्दा अगाडि नै मलाई लिने बेलामा, मलाई त्यहाँ चाहिँ कुरा गर्ने बेलामा, किनभने मलाई च्यालेन्ज थियो नि यो रोल गर्न, यो रोलमा मलाई च्यालेन्ज थियो, यो रोल गर्न च्यालेन्ज थियो। तर मलाई के थियो भने उहाँले चाहिँ त्यहाँ चाहिँ सिकाउनुहुन्छ भन्ने कुरा मलाई ग्यारेन्टी थियो। एउटा चाहिँ उहाँ यो दर्शकले चाहिँ यो बाचा बन्धन किन हेर्नुपर्छ भने तपाईँले चाहिँ सोद्धाखेरिमा चाहिँ बाचा बन्धन भनेको चाहिँ एउटा इतिहास हो। अब अरूलाई नहोला त्यो म भन्दिनँ, होइन, अभाउनेलाई नहोला भन्दिनँ, तर मेरो लागि चाहिँ यो 40 वर्षको उमेरको इतिहास फिल्म चाहिँ खेलेको छु मैले। यो चाहिँ दर्शक बहिनीहरूले जति हेरिदिनु भएको हाम्रो महानायक राई समालसँग पनि राई समालसँग काम गर्दा चाहिँ अलिक गाह्रो पनि हुन्छ,
भन्ने पनि सुन्नमा आएको छ केही होइन कलाकार त्यो अब नजानिले होला है नजानिले होला तर उसको कामहरू यति सहिले हुन्छ बताइदिनुहोस् न राजेशजीसँग कार्यक्रम अघि सुटिङ गरेर चाहिँ राजसमालाई म भनेको त अब घर पनि नजिकै सामुसीमा अहिले चाहिँ नारायण थानमा जानुभयो होइन होइन त्यहाँको छोरा जानुभयो सँगै हो हामी त बचपनदेखि नै भनौँ न उहाँ र मेरो राम्रो र उहाँ 21 सालको म 25 सालको अहिले उमेर नखुलाउ भन्नुभएको थियो मैले बच्चा भनेको थिएँ उहाँ 21 सालको म 25 सालको उमेर खुलाइदिनु भयो नि त खुलाउनु पऱ्यो त के भन्दा बाध्यता आयो त राजसमाले खुलाइदियो राजसमाले कुरा आयो त राजसमाले खुलाउनु पर्छ मैले खुलाउनु परिहाल्यो होइन खुलाइदिइहाल्यो होइन अनि चाहिँ हामी सँगै गयौँ साथी जस्तै हो तपाईँ र राजेश एकदम नगरमा काम गरेर चाहिँ गाह्रो साह्रो के हुन्छ केही हुँदैन त्यो त नजानिलाई उहाँको बोली उहाँको चाली उहाँको हिँडाइ उहाँको एउटा हिरो भन्छ नि हिरो भनेको के हो त यास भनेको आन्सर ई भनेको एजुकेटेड आर भनेको रिच ओ भनेको ओभरकेटेड यो चारै चिज मसँग छ चारै चिज यस 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 उहाँले उहाँसँग काम गरेर के घटेका घटनाहरू छन् त्यस्ता तिता मिठा छ त्यही कर्णवीरमा काम गर्ने बेलामा कर्णवीरमा मैले काम गर्ने बेला मैले त्यो सलमान त अहिले ठुलो हिरो भइहाल्यो त्यो बच्चा थियो होइन उसले भाइ किडन्याप गरेर ल्याएको हुन्थेँ उसको भान्जा हुन्थ्यो अनि ऊ चाहिँ त्यहाँ चाहिँ हामी त्यहाँ यो बालाजुको स्टुडियोमा सुटिङ गरेका थियौँ म किडन्याप गरेर राखिरहेको हुन्थेँ अनि ऊ कर्णवीर ऊ त होइन कर्णवीर आउँथ्यो अनि त्यहाँ उसको भान्जा किडन्याप गरेर राखेको छु नि मैले त्यहाँ खुकुरी लिएर राखेको छु नि मैले अनि ऊ ढ्याक्क लाएर आएछ ए कर्णवीर अगाडि नबर यति अगाडि बढिस् भने तेरो भान्जाको गर्दन काटिदिन्छु भनी मेरो डाइलेक्ट थियो मेरो डाइलेक्ट थियो होइन मेरो डाइलेक्ट थियो त्यो बोलिन्छ अनि त्यहाँ एउटा त्यही त सुटिङ हो एउटा बाँस राखेको हुन्छ नि त उसले ठ्याक याद थिएछ मेरो अब यहाँ लाग्छ लास्ट मेरो खुकुरी खस्यो त्यही खुकुरी खोस्यो मेरो हात ठ्याङ्ग काट्छ म त्यही नकली हात थियो मेरो नकली हात थियो नकली हात लाग्थ्यो मैले होइन ढ्याममा चाहिँ ढ्याममा हात काट्थ्यो त्यो एक्सप्रेसन दिँदाखेरिमा उसले दिँदाखेरिमा अनि उसले अँगालो मारेर पस्यो क्या मलाई यु आर द ग्रेट एक्टर काम गरेर चाहिँ जोखिम चाहिँ मोल्नुपर्छ कि कोही कुरामा त्यो त अलिकति कस्तो भने त्यो फ्रेम हुन्छ त्यो फ्रेमबाट अलिकति आउट भन्दा गइहाल्यो नि त्यो त जोखिम फ्रेममा मात्रै होइन तपाईँ हरेक काममा जोखिम छ तपाईँ गाडी चलाउनुहोस् तपाईँ पत्रकारिता गर्नुहोस् जुन पत्रकारिता काम नि जुलुस हुन्छ के हुन्छ ढुङ्गा मुढा हाल्छ ढुङ्गा मुढा हाले हुन्छ के हुन्छ तपाईँहरू दौडिनुपर्छ कहाँ कसरी खिच्नुपर्छ जोखिम छ तपाईँ कुनै बिजनेस गर्नुहोस् व्यापार गर्नुहोस् यो होटल खोल्नुहोस् जे गर्नुहोस् जोखिम त एभ्रिथिङमा छ कुनै पनि ठाउँ जोखिम नभएको भने ठाउँै हुँदैन होइन तर यो क्षेत्र भनेको चाहिँ कस्तो भने त्यस्तो मान्छेले चाहिँ काम गर्ने कि त्यो भित्रदेखि आउनु पर्यो क्या आउनु पर्यो होइन आउनु पर्यो यो भित्रमा आउनु पर्यो एउटा लगाव अब यो चलचित्रमा मैले खेल्छु भन्ने मलाई आँट पनि आएको तपाईँको त्यो जो आँट आएको थिएन झाँक्री भन्नु त्यो जुन क्यारेक्टर तपाईँ डरै लाग्दैछ अनि मलाई आँट आएको थिएन मलाई आँटै आएको थिएन तपाईँ यहाँ राई साहब हुनुहुन्छ उहाँ हुनुहुन्छ अनि हाम्रो मित्र हुनुहुन्छ उहाँहरू आउनुभयो मलाई यो क्यारेक्टर गर्नु पऱ्यो भन्ने कुराहरू मलाई गर्ने कुराहरू गर्नुभयो मसँग अनि मैले यसो सोचेँ यो क्यारेक्टर म गर्न सक्दिनँ मैले किनभने यो क्यारेक्टरमा त धेरै छ त मैले नसक्ने कुरा धेरै छ अनि पछि यसो हेरेँ मैले यस्तो हेरेँ दाइ साहबलाई तलदेखि माइसम्म टक्क दाइ साहबलाई हेरेँ मैले दाइ साहबलाई टक्क दाइ साहबलाई हेरेँ मैले पक्कै पनि मान्छे छ यो मान्छे चाहिँ खुबी छ यसले पक्कै पनि होइन मलाई सिकाउँछ क्या काम त यसै गर्छ त्यो उसको काम त डाइरेक्सनको काम यसै गर्छ किनभने त्यहाँ सबैलाई गर्नु पऱ्यो नि त डाइरेक्सनको काम त आफू गरिहाल्छ मलाई पनि यो मान्छेले चाहिँ यो रोलमा मलाई यसरी चाहिँ प्ले गराउँछ भन्ने भइसकेपछि चाहिँ ओके भनेर मनले मात्रै भने के बाहिरीबाट क्या बाहिरीबाट मात्रै भने बोलीले नै भन्नुभयो बोल्ने मात्रै भने के मनबाट होइन कि डर लागेको छ यहाँ आउनुभएको छ है हुन्छ घरमा गएँ म त्यो आफ्नो ठाउँमा गएँ मैले सक्दिनँ अनि पछि मसँग फेरि उहाँहरू भेट्दा मसँग आउनुभयो त्यो पशुपति आउनुभयो उहाँहरू भेट्दा आउनुभयो अनि यसो सोचेँ अनि त्यहाँ नेता सरले के भन्नुभयो भने उहाँले के भन्नुभयो भने उहाँले के भन्नुभयो भने तर चिन्ता नगर्नुहोस् तपाईँ उभिदिनु मात्रै त्यो हामी चाहिँ गर्छौँ भन्नु
अनि जस्तो अहिले मेरो आदरणीय दाजु भनौँ सम्मानित भनौँ होइन एकदम मलाई माया गर्ने एकदमै हाम्रो कलाकार एकदमै हामी दुईवटा कुरा यो हो हजुरको दाजु नै हुनुहुन्छ न उहाँ दाजु कति दाजु जस्तै सेतो दाजु होइन होला दाजु ल ठिक छ दाजु नभए नि सम्मान त हो नि अनि उहाँले भने जस्तो होइन क्या यो फिल्मै हो के यो टेलिफिल्म होइन त्यतिखेर नै मैले भनेको थिएँ उहाँले भनेको थियो यो डाइसनले भनेको थिएँ फिल्म बनाइरहेको छ पैसा जमाना यो कुरा भएको छ खाना सबै कुरा छ सेलर फिल्म जस्तो क्या सेलर फिल्ममा होइन हुन त हजुरले मलाई चिन्नु भएको छ छैन त्यो आफ्नो ठाउँमा होला मैले कतिवटा काम गरेँ के गरेँ होइन होइन मैले 40 वर्षको इतिहासमा चाहिँ यो बाछाबन्धन चाहिँ ले चाहिँ मलाई के गरायो भन्दा मेरो परिचय 1 नम्बर है। दोस्रो नम्बर के हो भने हो मैले आज 40 वर्ष चाहिँ मैले दुःख गरेको मिनेट मैले बाछाबन्धन पाइन्छ यति नै हो अरू थाहा सम्पूर्ण साथीहरूमा नमस्कार र कलाकार साथीहरूलाई पनि नमस्कार र हाम्रो निमन्त्रणलाई स्वीकार गरेर पर्दा बाहिर सहयोग गर्नुहुने सबै साथीहरूलाई अग्रजहरूलाई पनि नमस्ते छ। म आज यो बाछाबन्धनको यो पत्रकार भेटघाटमा रहँदै गर्दा म यतिखेर सम्झन चाहन्छु हाम्रो आदरणीय निर्माता कमल बुढाथोकी, दिपा बुढाथोकी लगायत हाम्रो डाइरेक्टर साहब त हामीसँगै रहनुहुन्छ र हुनुहुन्छ। विशेष गरी मैले फेरि पनि एकचोटि धन्यवाद भन्नुपर्दा हाम्रो कुसुम शर्माजीलाई विशेष धन्यवाद दिन चाहन्छु। कुसुम शर्माजीले हाम्रो यो प्रोजेक्टमा अलिकति हामीलाई यसमा नआइदिएको भए नखिलिदिएको भए अलिकति गाह्रो हुने अवस्था थियो। उहाँले चाहिँ एकदमै चुनौतीका बावजुद पनि कुसुमजीले चाहिँ यसमा सहमत जनाउनु भयो। अहिले झ्याक्कै हेर्दाखेरि फेरि यो टेलरमा तपाईँले देख्दाखेरि केही यो 1 र 2 एपिसोडमा हेर्दाखेरि अलिकति हक क्यारेक्टर त्यो कम जस्तो देखिएको मात्रै हो, तर भएको बाछाबन्धनमा एउटा मुख्य पात्रको रूपमा हुनुहुन्छ। त्यसपछि हाम्रो सरिताजीले पनि यसमा निकै एकदम कठिन मेहनत गरिदिनु भएको छ। उहाँलाई पनि हामी एकदम विशेष धन्यवाद दिन चाहन्छौँ। त्यसपछि हाम्रो प्रशान्त बुढाथोकी करण मेरो भान्जा पनि हुनुहुन्छ, उहाँले पनि एकदम राम्रो मेहनत गर्नुभएको छ। उहाँको भविष्यमा पनि राम्रो गर्ने उहाँको चाहिँ के काम देखिएको छ, केही आशा जागेको छ। हाम्रो विशाल दाई, हाम्रो दशमी दिदी, चन्द्रा दिदी, हाम्रो रोमा दिदी, हाम्रो विमल सर, हाम्रो प्रशान्त जौन साहब, हाम्रो यादव दाई होइन, बद्री दाई लगायत सम्पूर्णलाई फेरि पनि म धन्यवाद दिन चाहन्छु। फेरि सरी हाम्रो के अरे क्यामेरामा हाम्रो शिव विज्ञ हुनुहुन्छ, उहाँलाई पनि धेरै सम्झिन चाहे। निर्माण नियन्त्रक हाम्रो नेत्र विश्वजी हुनुहुन्छ, हाम्रो लाइटम्यानका साथीहरू होइन, हाम्रो रमेशजीहरू थुप्रै यथावत सम्झिन सकिएन। अहिले हामीले एउटा केही अलिकति फरक किसिमको म एउटा यसको कार्यकारी निर्माता भएको हैसियतले पनि केही बजारमा अलिकति केही फरक किसिमको काम दिनुपर्छ भनेर हामी एउटा दौडानमा थियौँ। त्यो दौडानमा हाम्रो आदरणीय निर्देशक एगेजन दाईसँग एउटा त्यस्तो कन्सेप्ट थियो। हामी यो कन्सेप्टमा गएर दर्शकको मन जित्न सक्छौँ कि सक्दैन भन्ने कुरामा हामी निकै लामो एउटा बहस भनौँ र छलफल गरेर हामी यो काममा आएका हौँ। किनकि हामीले काम जस्तो भए पनि अलिकति फरक किसिमको गरौँ भनेर चाहिँ हामी यहाँसम्म आएका छौँ। जो आज हाम्रो जो भ्युज देख्दा त जो बजारमा गइरहेको चाहिँ एउटा जो भ्युजको हिसाबले त पक्कै हामी त्यसमा सन्तुष्ट छैनौँ, तर हाम्रो कामको एभरेजमा ठिक छ। आज हामी जहाँ छौँ यो भ्युजमा हामी सन्तुष्ट छौँ। यही हो। अब काम चाहिँ आगामी दिनमा अझै हामी जसरी हाम्रो बाछाबन्धन नाम छ यो कामलाई हामी फेरि एकचोटि सबैजना एउटा यस्तो बाचा गरेछौँ यो कामलाई चाहिँ सफल बनाउने। जुङ्गा टाइपको के भन्छ, जुङ्गै भन्छ होइन, यो देख्दैमा डर लाग्ने होइन भन्छ अरे के भन्छ जुङ्गै होइन दारी के भन्छ कपाल अहिले पर्दामा पनि ठुलो पर्दामा पनि डर लाग्ने हामीलाई पनि पहिला चल्दै हेर्दा पनि अहिले पनि हेर्दा र यो यसमा पनि ठ्याक्कै हेर्दा दाइ आउने बित्तिकै त्यो दाइको त्यो क्यारेक्टर सिन देख्दाखेरि दम देखियो के मजा लाग्यो होइन। त्यो चाहिँ हामीले त्यो डरदेखि नै त्यो तपाईँले दिनुभएको जुन छाप चाहिँ एउटा यसमा त्यो देखिएको छ दाइ। होइन कस्तो लाग्यो दाइ ठुलो पर्दा खेलिरहेको मान्छे अब यो अहिले आएको सिरियल पनि राम्रो बवाल लाग्यो मलाई होइन। यस्तो छ यसमा अब अभिनय वाइज चाहिँ त्यति तलमाथि हुँदैन, जसै पनि क्यामेराकै अगाडि देखाउने क्यामेराले झुटो कहिले बोल्दैन भनेको जस्तो। अब सिरियल हेर्ने अडियन्सहरूले पनि राम्रै चिज हेर्ने हो र फिल्म हेर्ने अडियन्सले पनि दुइटैले दुवै चिज हेरिरहेकै हुन्छन्। अब त्यसमा तपाईँले भन्नु खोजे जस्तो खास चाहिँ के सोध्नुभएको
डरलाग्दो क्यारेक्टर हुनु पनि तपाईँ देख्दै डरलाग्दो हुनुहुन्छ त्यसमा म देखेको छु र त्यो तपाईँको छाप हामीलाई पर्यो नि यस्तो छ त्यसमा डरलाग्दो चाहिँ छैन बरु अरूले मलाई धेरै डराउनु दिए जस्तो भएर बढी आफू डराएर डरलाग्दो देखियो है क्या हो त्यसमा त्यो एउटा छाप हामीले चाहिँ हेर्दा त्यो चाहिँ लाग्यो विशाल ठिक छ राम्रो भइरहेको छ उहाँले विश्वास गर्नुभयो अनि मलाई पनि अब गरिदिनु भने चाहिँ गर्नु किन नगर्ने एकदम चित्त अहिले जुन त्यो सुरुमा जुन फर्स्ट एपिसोड हेऱ्यो नि फेरि एउटा कुरामा नरानी हुन्छु डाक्टर साहब यहीँ हुनुहुन्छ उहाँलाई मैले सुटिङ गर्दाखेरि के भने भन्दाखेरि पैसा त अब पैसा कुरो पनि आउँछ नि काम गरेपछि पैसाको दिनुभएको थियो सिरियलको पैसा खिच्नु भएको थियो फिल्म स्टाइल अनि उहाँलाई मैले भनेको थिएँ मैले किन मलाई पहिला पनि एक दुईचोटि त्यस्तो परेको छ क्या सिरियलबाट खिचाएर मान्छे फिल्मै बनाइरहेको छ उहाँलाई मैले सोधेँ तपाईँले पनि मलाई ढाक्न लाग्यो होइन यसपालि फिल्म स्टाइल खिचिरहनु भएको छ तपाईँले फिल्म बनाउनु लाग्यो सिरियल बनाएको होइन होइन मैले ढाँटेको छैन सिरियलले बनायो भन्नुभएको थियो तर अहिले हेर्दाखेरि वास्तवमै यहाँले भनेको जस्तो त्यो फिल्म स्टाइलले नै किन त्यो गर्ने बित्तिकै कस्ट बढ्छ क्या एकदम र फिल्ममा त कस्टको खास के भएर नि खिच्दै जाने हो आफ्नो यसमा चाहिँ लगानीमा बस्नुपर्ने हुन्छ उहाँलाई भनेको पनि थियो त्यतिखेर त फिल्म स्टाइल खिचाउनु भएको छ लगानी बढ्छ यसको यसरी भन्दाखेरि मुसुक हाँस्नु भयो तपाईँले भनेको जस्तो अब बढी कुरा उहाँलाई फिल्मै बनाउनु दुईवटा गीत राख्यो भने त फिल्मै भन्थ्यो ओके हाम्रो नयाँ न्युकमर हुनुहुन्छ है हजुरको नाम चाहिँ भन्नु मेरो नाम पर्सान बुढाथोकी बस्ने चाहिँ दाङमा बसिरहेको छु अहिले कहिले चाहिँ दाङ काठमाडौँ दाङ यताउता भइरहेको छु फर्स्ट क्यामेरा भित्र तपाईँ छिर्नु भयो पहिलोपटक सिरियलमा हजुर सिरियलमा पहिलोचोटि क्यारेक्टर एकदमै राम्रो छ रुवाउनु प्रयास गर्नुभएको छ रुवाउँछ पनि होइन अब नायिकाजी ठिक छ यहाँ आउने अन्तर्वार्ता एउटा पुस्ताको स्टोरीलाई हामीले सिजन 1 भनेर चाहिँ निर्माण गरेका छौँ यसमा अब हामीलाई एकदमै चुनौतीपूर्ण थियो काम गर्न पनि हामीले उता पूर्वी रुकुममा चाहिँ चिसो समयमा पनि जो हिमाली भेगमा मङ्सिरको लास्टमा उता गएको थियौँ एकदम कष्टपूर्ण तरिकाले उताको काम गरेका थियौँ अब फेरि यता चाहिँ हाम्रो लगभग दसैँको आसपासमा सुटिङ भएको थियो यता सहजै भएको थियो राम्रै भएको थियो उता चाहिँ धेरै गाह्रो भएको थियो यो अलिकति चाहिँ अब यो पुनर्जन्मको स्टोरी भएको हुनाले यो धारावाहिक एउटैमा स्टोरी जाने भन्दा पनि सिजन वाइज चाहिँ आउँछ फेरि पनि उहाँहरूले कलाकार हुनुहुन्छ कि कलाकार फेरि झ्यार हुन्छ अरू आई मिन चेन्ज हुन्छ यो यस्तो छ अब स्टोरी अगाडि बढाउँदै गर्दा स्टोरीले कतिपय नयाँ कलाकारहरू पनि माग गर्न सक्छ अब मेरुदण्ड चाहिँ अहिलेसम्म हाम्रो स्टोरीमा चाहिँ जे जति कलाकारहरू हुनुहुन्छ उहाँहरू चाहिँ लगभग कन्टिन्यू नै जानुहुन्छ अब केही कता त अब कसैलाई केही समस्या केही अब त्यस्तो खालको प्रब्लम भयो भने कोही कतै छुट्नु होला त्यो अलिकति एउटा छुट्टै बाटो भयो केही बाध्यतात्मक हिसाबले केही भयो भने नत्र भने यो हाम्रो टिमलाई म छोड्न चाहन्न किनभने उहाँहरूले मलाई यति सहज गरिदिनु भएको छ तपाईँले अघि नै भन्नुभयो यति राम्रो चिज मेकिङ भएको छ यति राम्रो आउटपुट निस्केको छ भनेर जति भन्नुभयो यो मेरो लागि एकदमै चुनौतीपूर्ण थियो एकदमै गाह्रो थियो दुईवटा पुस्ताको स्टोरीलाई एउटैमा लाइनिङ गरेर निर्माण गर्नुमा चाहिँ मलाई एकदमै गाह्रो थियो यसमा अझ फर्स्ट अफ अल त म मेरो निर्माता दाइ कमल बुढाथोकी दाइलाई एकदमै रेस्पेक्टले धन्यवाद दिन चाहन्छु उहाँले चाहिँ यो किसिमको चाहिँ निर्माण गरेर देखाऊ भाइ भनेर जुन मलाई चाहिँ आँट दिनुभयो जुन साहस दिनुभयो त्यसपछि आएर यहाँ जति हुनुहुन्छ हाम्रो मेरो लागि त यहाँ कोही मेन र कोही सहायक छैन किनभने कथाभित्रको बाँधिएका सबैको एकदम आफ्नो आफ्नो मेहनत गरिदिनु भएको छ हाम्रो यत्रो उमेरमा पनि यहाँबाट मैले उहाँलाई लिएर पूर्वी रुकुममा गएको उहाँलाई आज दमको समस्या रहेछ हामी चाहिँ त्यो जुन मध्यपश्चिममा त्यो हाइवेबाट लोकेसन अलिकति तलमाथि थियो जाँदा ओह्रालो पर्थ्यो आउँदा उकालो पर्थ्यो त्यहाँ होटलको अलिकति चाहिँ व्यवस्थित नभएको हुनाले हामी सुटिङ गर्ने ठाउँबाट उहाँलाई फर्काएर फेरि उकालोबाट माथि ल्याएर राख्नु पर्थ्यो उहाँ त्यहाँ फेरि साधनहरू केही पनि थिएन उहाँ हिँड्दा दमको बिरामी हुनुहुँदो रहेछ सुटिङ सेटमा जान उहाँलाई आधा घन्टा 45 मिनट लाग्थ्यो त्यतिसम्म दुःख गरेर उहाँले मलाई साथ दिनुभएको छ अनि यता पनि यहाँ सुटिङ हुँदा के अरे हाम्रो यादव दाई हुनुभयो हाम्रो विशाल दाई मेरो अग्रज एकदमै आदरणीय कलाकार उहाँले चाहिँ खासमा ठुलो पर्दामा चाहिँ उहाँको काम क्यानभास थियो हामीले रिक्वेस्ट गर्न बित्तिकै ल भाइ ठिक छ भनेर आफ्नो फिल्महरूको चाहिँ सेड्युल उता व्यस्त हुँदा हुँदै पनि आधा सेड्युल उता आधा सेड्युल चाहिँ हाम्रोमा गरेर पनि मलाई साथ दिइदिनु भयो एकचोटि त 3 शिफ्टमा काम गर्नु 3 शिफ्ट
हुन त सिरियलमा त्यस्तो लिड भन्ने त हुँदैन, सबैको एउटा इम्पोर्टेन्स हुन्छ, तर अब दाइहरूले नै एउटा लिड आर्टिस्ट नै हो। सो त्यो हिसाबले चाहिँ अब जुनकिरी भएर खेलिरहँदाखेरि चाहिँ अरूतिर अब पारिवारिक सिरियलै चाहिँ नगरौँ होला भन्ने जस्तो टाइपको थियो। कमेडी भए चाहिँ बरु ठिक छ, डिफ्रेन्ट जनरा होइन, कन्टेन्ट पनि डिफ्रेन्ट हुन्छ भनेर भन्नुभएको थियो। अनि त्यो हिसाबले चाहिँ 3 वर्ष जति चाहिँ अरू सिरियलहरू गरिएन। अनि यस्तो पनि हो, अब गरिएन भन्दा पनि अब सिरियलको अफर त गर्नुहुन्थ्यो, तर अब कस्तो भन्दाखेरि मलाई चाहिँ छुट्टै कन्टेन्ट चाहिरहेको थियो क्या। अब यही पारिवारिक यस्तो गरिरहेको हो, अब यही मैले गरिरहेको छु एज अ जुनकिरी भएरै, तर अलिकति डिफ्रेन्ट क्यारेक्टर गरौँ न, त्यो मलाई पनि त्यो थियो। अनि त्यो हुँदाहुँदै चाहिँ अब दाइले अफर गर्नुभयो, दाइहरूले अफर गर्नुभयो, अनि सुरुमा स्टोरी सुनाउनु भयो। कन्टेन्ट सुन्दा चाहिँ छुट्टै लाग्यो क्या, अहिले चलिरहेको जुन कन्टेन्ट छ नि नेपाली सिरियल इन्डस्ट्रीमा, त्योभन्दा चाहिँ एकदमै छुट्टै लाग्यो क्या मलाई। अनि त्यसपछि चाहिँ ल अब बन्धन एक हिसाबको बन्धन थोरै थोरै थियो, तर अब त्यो बन्धन पनि हट्दै गयो, त्यो जुरेको पनि होला सायद, अनि बन्धन पनि हट्दै गयो। अनि ल अब कन्टेन्ट पनि ठिक छ, मेरो अलिकति क्यारेक्टर एक्स्ट्रा पनि छ यहाँनिर, अनि गरौँ न त भनेर अनि त्यसपछि चाहिँ बाचा बन्धनमा म जोडिएँ। जस्तो जुनकिरी भने जस्तै तपाईँलाई पनि एउटा पहिलो नाम चाहिँ सकम्बरी जान्छ क्या, त्यो एउटा अडियन्सले दिएको माया हो होइन, त्यो तपाईँलाई खास एकदम कला क्षेत्रमा लाग्नु भइसक्यो, ती चर्चा कमाउनु भइसक्यो होइन। अहिले आएर चाहिँ जस्तै तपाईँकै टाइटल जस्तो बाजा बन्धन तपाईँको सिरियल जस्तै तपाईँले पहिलाभन्दा अहिले केही बन्धनमा त हुन्छ नि होइन। पहिला तपाईँलाई सोध्नु पर्थेन, 9 बजी ट्याक्कै घरबाट निस्किनु पर्थ्यो भने अहिले केही सीमित बन्धन त हुनुहुन्छ नि त, सोध्नु पर्ने हुन्छ म यहाँ जाँदैछु यति बेला आउँदैछु भन्ने, त्यो चाहिँ अप्ठ्यारो कतिको हुँदो रहेछ, त्यो फरक अहिले कतिको फरक पर्छ? त्यस्तो होइन, अब आउट अफ टपिक चाहिँ नजाऊँ, अहिले हामी बाचा बन्धन अनि बाचा बन्धनकै टाइपको जस्तो मम्मी हो, इभन सिरियल हामी कस्तो भयो फ्यामिलीसँग बस्यो भने पनि मम्मी म यति बेला आउँछु, छोरी कति बेला आउँछु त, त्यो त हुन्छ नि। त्यो बन्धन भन्दा नि त्यसलाई डिसिप्लिन भन्नुपर्छ होइन, एक्लै त घुमेर हिँड्दा जस्तो हुँदैन, परिवार भनेको परिवार हुन्छ, कोही नभए पनि भोलि बिहान मसँग जे छ नहोला, तर एट द एन्ड अफ द डे मसँग हुने भनेको फ्यामिली हो। त्यही भएर त्यसलाई बन्धन भन्न चाहिँ मिल्दैन, डिसिप्लिन अनुशासन त्यहीसँग जोडिदिएको। एज हामीले यो क्यामेरासँग बन्धन छ कि यहाँभन्दा आउट अफ ट्र्याक भएर यसले सोध्नै दिँदैन क्या, तपाईँले भन्नुभयो नि आउट अफ ट्र्याकमा चाहिँ म सिरियललाई जोडेको। त्यस्तो रेस्ट्रिक्सन छैन, यो नगर त्यो भनेर पनि त भएन नि होइन, आफ्नो काम गर्ने हो, सबैले बुझ्नु पर्यो। दाइ र अन्तिममा दाइ अब अन्तिममा छौँ हामी होइन, यो अब काम गर् यति बेला हामीसँग विशिष्ट कलाकार यादव बैरागी हुनुहुन्छ, आउनु स्वागत गरौँ अनि कुराकानीतर्फ लागौँ। स्वागत छ हजुर, नमस्ते। नमस्ते नमस्ते। हुनुहुन्छ एकदम है। आज चाहिँ बाचा बन्धनको होइन प्रेस मिट थियो, यो अवसरमा आज हामीले भेट्ने मौका पाएका छौँ। तपाईँले चाहिँ हामीले सानैमा देखेको होइन, आज यसरी भेट्ने मौका पनि पाइयो। कति वर्ष भयो नि यो कलाकारिता क्षेत्रमा लाग्यो? यताबाट जाउँ न। 40 सालदेखि 40 सालदेखि सडक नाटक हुँदै, स्टेज नाटक हुँदै, टेलिफिल्म मैले प्रवीण अनुत भने त्यहाँ 96 सालबाट, अनि भिडियो फिल्म 48 सालबाट, 49 सालमा चाहिँ मेरो पहिलो चाहिँ प्रेस फिल्म मेरो। भनेपछि तपाईँले त थुप्रै हिरोहरूसँग पनि काम गर्नुभएको छ, नेपाल चलचित्रमा छ, राष्ट्रिय कलाकार है। हजुर। कति वर्षको हुनुभयो, उमेर खुलाउन मिल्छ? बच्चै छु, बच्चा छु अहिले। बच्ची हुनुहुन्छ है? अच्छा छु। बच्ची बेलामा फेरि दारी आएछ सरको चाहिँ? अब त्यो मैले फुलाएको होइन, त्यो समयले फुलाएको। आज हामी बाचा बन्धनको सिरियलमा तपाईँको जुन हामीले टेलर हेरियो, जहाँ चाहिँ जोगी बाबाको क्यारेक्टर देख्यो, एकदमै राम्रो रहेछ होइन। तर मैले कतिको माया गर्नुभएको छ त्यो तपाईँको क्यारेक्टरलाई चाहिँ? अनि जतिले हेर्नु भएको छ एकदमै विशेष तरिकाले माया गर्नुभएको छ। तर यसको छेडे चाहिँ म कसलाई दिन्छु भन्दाखेरिमा त्यो त मैले बाध्यताले भन्नै पर्छ क्या, यो टिमलाई र डाइरेक्टर साहबलाई। वान अफ द डाइरेक्टर हो नि त, किनभने सेक्सपियरले नि भन्नुभएको छ क्या त्यो इतिहास, ओल्ड इज स्टेज, लाइफ इज ड्रामा, मेन इज एक्टर, गड इज डाइरेक्टर भनेर छ नि, किनभने गड भनेको डाइरेक्टर हो। अब त्यसपछि चाहिँ हाम्रो चाहिँ दर्शक हो, किनभने डाइरेक्टरले जति राम्रो गरे दिए पनि दर्शकले मन पराएन भने त कामै भएन होइन। अब डाइरेक्टरको डाइरेक्सन अनुसार क्यामेराको फ्रेममा बसेर जुन मैले त्यो काम गरेँ,
त्यो च्यालेन्ज थियो च्यालेन्ज पऱ्यो रातभरि पऱ्यो होइन अब त्यो संवाद बोल्न त्यो उसको एक्सप्रेसन ल्याउन त्यो त महाभारत हो क्या महाभारत जितिने जस्तो मलाई चाहिँ एउटा के अहिले फिल चाहिँ भइरहेको छ कहिले थकै लाग्दो रहन्छ गाह्रो हुँदो रहन्छ है होइन यो चुनौती आउँछ क्या हो किनभने स्टेप बाई हुन्छ नि त हिजो हामी क्यामेरा यस्तो क्यामेरा कहाँ पाउनु पानामा यस्तो क्यामेरा कहाँ पाउनु विजेश भन्थ्यो हाम्रो पालवाला यत्रो ठुलो पाल त देखाएको देखाएको थियो होला तिमीले देखाएको थिएन होला त्यसपछि सिडी देख्यो होला यो सिडी चाहिँ देखियो होला त्योभन्दा पाल हुन्थ्यो यत्रो पाल हुन्थ्यो अब नेपालमा पहिलो आएको क्यामेरा भनेको 1.5 भन्ने क्यामेरा आएको जब त्यहाँ चाहिँ नेपाल टेलिभिजन 41 सालमा चाहिँ त्यहाँ स्थापना भयो अनि 42 सालमा चाहिँ साउन 15 गते चाहिँ त्यहाँ 1 घन्टाको लागि चाहिँ माथि आयो निर्सा हुनुहुन्थ्यो त्यसको अध्यक्ष होइन त्यो चाहिँ 1.5 भन्थ्यो त्यसलाई जस्तो तपाईँले यो कलाकारिता गर्दै जाँदा होइन जस्तो रिलमा काम गरिराख्दा होइन रिलमा काम गर्दा रियलमा चाहिँ कहिले लागेको घटना भएको छ यो काम गर्दै जाँदा त्यो धेरै छ एउटा मिल्ने किस्सा छ त्यस्तो दिमागमा आउने होइन छ होइन त्यो त के अरे म त्यतिखेर फाइटर हो म यस्तो मान्छे भने म फाइटर खेल्ने हो हामी राजकुमार भन्ने फिल्मको सुटिङमा गएको थिएँ सोहित बस्नेत हुनुहुन्छ डाइरेक्टर साहब सोहित बस्नेत चिनिहाल्नुहुन्छ होला तपाईँले चिन्नुहुन्छ होइन उहाँको पहिलो फिल्म हो हामी सुटिङ गर्न गएको थियौँ सम्राट सामकोटा भन्ने चाहिँ त्यसमा हिरो हुनुहुन्थ्यो धेरै साकेर ऊ दुइटै हिरो हुनुहुन्थ्यो आधा बारमा सुटिङ पऱ्यो मैले हान्न पर्ने मैले ड्राम हाने यो ड्राम हाने एकिङ हाने ढ्याङ्ग ढल्नुभयो टप एङ्गल लगाएँ म डुङ्गो लगाएको भिलिन हो नि त यसरी छिराउन पनि यहीँ हानिदिन्छु मैले हस्पिटल भोलिपल्ट बेला पत्रिकामा आयो उहाँले त्यहाँ खलनायकको पेटाइ नायकले खायो भनेर वीरगन्जदेखि पत्रिकामा यहाँ कान्तिपुरदेखि दुनियाँ दिमाना मेरो आयो एउटा सफल कलाकार हुन्न के चाहिँदो रहेछ अब यसको लागि चाहिँ मैले अब कसरी भन्नुपर्दाखेरिमा चाहिँ सबभन्दा ठुलो कुरा के हो भने आफूसँग इच्छा शक्ति हुनु पर्यो अब म यो फिल्डमा म अगाडि बढ्छु है त्यो चाहिँ चाहियो क्या त्यो चाहियो त्यो नभए त हुँदैन त्यो तपाईँ पत्रकार हुनुहोस् तपाईँ त्यहाँ कुनै पनि यो रेस्टुरेन्ट एकदम त्यसमा जानु पर्यो तपाईँ रेस्टुरेन्ट खोल्नुहुन्छ म रेस्टुरेन्टमा खोल्छु रेस्टुरेन्टमा म यसरी बिजनेस गर्छु यो ल्याउँछु जानु पऱ्यो म गाडीको बिजनेस गर्छु म गाडी गर्छु भने जस्तै यो पनि एउटा चाहिँ एउटा गर्दै जाँदा के नि रमाइला घटना छन् त्यस्ता झट्ट दिमागमा आउने कति सुनाउन मिल्ने दर्शकलाई रोचक होइन सुटिङ गर्दा कस्ता खालका घटना घटाएर चाहिँ तपाईँको जीवनमा रमाइला खालका त्यस्ता अब यो बुढेसकालमा पनि मैले यो बुढेसकालमा त्यही वीरगन्जको कुराहरू सात्रा भन्ने ठाउँ थियो क्या त्यहाँ जहाँ गएको केटीहरू लाइन के फोटो खिच्नु के फोटो खिच्ने लाइन के अनि त्यहाँ मैले सोधेँ मैले छोरी बहिनी होइन त्यो बहिनी भन्नु छोरी के भने बहिनी किन बहिनी यसो फोटो खिच्नु तपाईँको अभिनय मलाई एकदम मन पऱ्यो तपाईँसँग बसेर म फोटो खिच्न चाहन्छु भनेको उनीहरूले अनि भने मसँग अहिले टाइम छैन नेक्स्ट टाइम आई विल गिभ यु ओके नेक्स्ट टाइम आई विल फोटो खिच्न दिनु भएन तपाईले दिनु यस्तो बिजी है समय छैन त मेरो होइन समय छैन अनि तर मैले यो दिनँ अनि पछि त्यहाँबाट उनीहरू आफै आयो भोलि होटेलमा क्या अहिले आए प्लिज कुरेर पनि दर्शकहरूले अब धेरै सागे दिन्छ कर्सीमा दिन्छन् उनीहरूलाई वास्ता छैन क्या मलाई चाहिँ त्यति गरेँ क्या अभिनय राम्रो भयो कालिङ गरेँ त्यसपछि ल ठिक छ त भनेर मैले त्यहाँ चाहिँ दिएँ मैले त्यसपछि फेरि म सुटिङमा दमोली गएँ दमोली सुटिङमा जाने बेलामा मैले त्यहाँ चाहिँ यो के रणभूमिको फिल्मको पोखराबाट यता दमोली सुटिङ जाने बेला त्यहाँ पनि मलाई त्यही नै हो होटेलबाट बाहिर निस्किन पाउने जस्तो बाचा बन्धन चाहिँ दर्शकले किन हेर्ने खासमा त्यसमा स्पेसल के छ यो एकदम 100% सोध पाउने ब्याट्री हालेर अब यसमा मेरो रोल कस्तो रहेछ भने नि मलाई उहाँहरूले दिदीभाइ भएर ट्र्यापमा पार्ने रहेछ है म आजभन्दा 50-60 वर्ष अगाडिको एउटा प्रधान भनेपछि सारा गाउँलाई समेटिएको एउटा प्रधान
तर म सोझो हुँदो रहेछु है। अनि फसाउने चाहिँ मेरो साल हो भने डाइरेक्टर साल है। अनि डाइरेक्टरले जे भन्यो त्यही मान्ने चाहिँ डाइरेक्टर भनेको मान्नु पर्यो सरी है। तर मेरो भाइ सालोले जे भन्यो के अरे श्रीमतीले जे भन्यो त्यही मान्ने चाहिँ को त चम्चा हो र उहाँ त अब खतरा हो उहाँ है। उहाँले यस्तो ट्र्यापमा पार्नु हुँदो रहेछ गाउँका निमुखालाई मैले मनमा दया भए पनि है उहाँले गरेको त्यो विरोधी कामहरूलाई है मैले टुलु हेरेर मनमा नै आफै भगभगिनु पर्ने फर्काउन उहाँलाई पर्ने। तर फर्काउँदाखेरि पनि के सालो रिसलो गर्ने डर उताबाट श्रीमतीको चाहिँ पेलाइ पर्छ प्रधानीको पेलाइ पर्छ है। म चाहिँ त्यस्तो ट्र्यापमा पर्ने रहेछु जो तर असाध्यै राम्रो लाग्यो क्या। यति टाढा रुकुम भन्ने ठाउँमा म अहिलेसम्म पुगेको थिइनँ। मलाई थाहा थिएन जन्मेर यत्रो भएँ म रुकुम भन्ने ठाउँमा जान पाएँ। तर यो श्रेय कता भन्दाखेरि उहाँलाई नै दिन्छु म। उहाँले मलाई त्यसरी चाहिँ लिएर जानुभयो ठाउँ हेर्न पाइयो बडा खुसी लाग्यो। तर त्यो जाडोमा है यस्तो कि श्वासमा बढ्यो क्या मलाई बस्नुलाई कठिन भयो। तर यति राम्रोसँग समय बित्यो साँझी भयो 10-11 दिन बित्यो त थाहै भएन। भनेपछि तपाईँको क्यारेक्टर पनि त्यस्तो छ कि अडियन्सले एउटा हुन्छ नि सम्झना गर्ने खाले छ क्यारेक्टर। हजुर यति सानो नानो बाबुसँग काम गरिरहनु भएको छ हजुर छिटा हुनु मन लाग्छ छिटो जन्मेको जस्तो फिल हुन्छ नि तपाईँको? म चाँडै जन्मेछु जस्तो लाग्छ लाग्दैन? त्यो त म अहिले यसो विचार गर्छु म धेरै होइन 30 वर्ष पछाडि जन्मिए भए काठमाडौँमा मैले के चाहिँ गर्थेँ जस्तो लाग्छ। 30 वर्ष अगाडि जन्मिछु सर विशाल सरलाई अब मैले के भन्नु है 30 वर्ष अगाडि जन्मेर मैले बडा त्यति चाहिँ पीडा छ तपाईँलाई? त्यति पीडा भयो। अरू टेन्सन केही छैन? अरू टेन्सन केही छैन त्यति मात्रै टेन्सन। किनभने 30 वर्ष पछाडि जन्मिँदाखेरि अनि त्योभन्दा पछाडि समय हुँदै जाँदाखेरि त धेरै भोग्न पाइयो होइन। अब धेरै रमाइलोहरू हेर्न पाइयो होइन। अनि अब धेरै बाटाघाटा बन्थ्यो होला। मलाई चाहिँ त्यही एउटा के छ भने अलिकति चाँडो जन्मियो। त्यतिखेर हाम्रो पाला के थियो केही पनि थिएन भन्ने चलन छ नि त झन् हजुर। त्यो बेला सुकामाना घिउ खायो बुढाहरू झन् खतरा हुन्छ भन्दैन कहाँ सुका मानु नि 5 रुपियाँ मानु मैले जाँदा 5 रुपियाँ मानु घिउ हो है। यहाँ सुन्नु न म एउटा कुरो यो मार्फत के भन्न चाहन्छु भने अब त्यतिखेर र अहिलेको समयलाई नि हेर्दाखेरि नि अब त्यतिखेर बहुत दुःख पर्यो। अनि म नि खेल्छु भनेर म अब पुरै गर्नु पर्दाखेरि म नेपाल आर्मीमा जाएको थिएँ। तर मैले खेल्दै आएको चाहिँ 2031 सालदेखि सानै फुच्चेदेखि उहाँ बाबुभन्दा नि सानो उमेरदेखि मैले नाटक खेल्दै आएँ। त्यसपछि 39 सालमा एउटा के म्युजिक भिडियो बनाउने भने क्या त्यो क्यासेट हालेर बनाउने। अनि त्यो के बनाए त्यो 2-3टा बनाए त्यसमा सुरु गरी अनि हुँदै अब यता स्टेज नाटक पनि छ उता मेरो जागिर पनि छ है। अनि हुँदै गयो अब चलचित्रतिर पनि ल अब चलचित्रमा गर्ने यस्तो इलाम जानुपर्छ दार्जिलिङ जानुपर्छ भने फोटो यो स्टाइलबाट खिचिएको छ यो स्टाइलबाट खिचिएको छ यो स्टाइलबाट खिचिएको छ पछाडिबाट खिचिएको छ फोटो मात्रै त्यतिखेरको 1200-1500 रुपियाँ लाग्यो। मैले त्यो बागबजारमा एउटा पुड्के यहाँ मोटे त्यसको नाम बिर्सेँ मैले हो त्यसलाई बुझाएको फोटो सबै कुरा भयो है। अब तपाईँले साइड हिरो पाए पनि तपाईँले पाउनुहुन्छ भने राजीव श्रेष्ठ हो अनि पाउनुहुन्छ भने ल भने अनि अब अफिसमा त दिनु पऱ्यो नि निवेदन लेखेर दिए उहाँ भने स्वीकृति दिएको छ अफिसले। उहाँ भने हेड अफिसले स्वीकृति दियो आफूले काम गराउने अफिसले चाहिँ ठ्याक्कै रोक्यो जागिर छोडेर जा कि भनेर अनि त्यहाँबाट आखिर आएर त्यहाँ त्यसलाई आएर सरी भनेर हात जोडेर ल अर्को रोज्नुहोस् भनेर यस्तो दुःख पाएँ मैले। सानैदेखि तपाईँको कला क्षेत्रमा लगाव रहेछ भन्ने बुझियो हजुर होइन? तपाईँ मिठो पनि बोल्नु हुँदो रहेछ। अन्तिममा चाहिँ तपाईँलाई अब तपाईँको सिरियल पनि बाचा बन्धन टाइटल पनि हजुर बाचा बन्धन होइन तपाईँले विवाह पनि गरिसक्नु भयो होला गरिसक्नु भयो सिरियल जस्तै बाचा बन्धन तपाईँको सिरियल राम्रो पनि छ टाइटल होइन? तपाईँले विवाह गर्नु अगाडि तपाईँ मिठो बोल्नु हुँदो रहेछ मैले प्रश्न गरेँ रमाइलो। विवाह गर्नुभन्दा कसैलाई बाचा गरेर अर्कोलाई बिहे गर्नुभयो त त्यो पर्यो? बाचा कसैलाई गर्नुभयो बन्धनमा चाहिँ अर्कैलाई पार्नु भयो
तर अब यो कुरा खोलौँ कि नखोलौँ खोल्ने हो आज भित्र पत्रिका उहाँहरूलाई म नमस्कार गर्छु कि जान समय पत्रिका खोल्ने हो तपाईँ यहाँ सुन्नु न भनिदिनुहोस् त मैले पहिला सुरुमा पढ्दै रोजेको एउटा त्यसलाई बाचा गर्नुभयो त्यसलाई बाचा गर्नुभयो है अनि अर्को भेट्यो अनि त्यसपछि हुँदै गयो अनि त्यहाँ लास्टमा आएर के भयो त भन्दाखेरि सबै कुरा मिल्यो अब लास्टमा आएर म पुरा साइन परि बाहुन परि उहाँ छेत्री परिवार पर्नुभएको छ मलाई के थाहा छ र त्यो हाम्रो प्रेममा त्यस्तो भएन है घरमा अलिकति फटफट परेर यताउति परेर अलिकति एउटा ल मलाई भात पकाएर खुवाउनुपर्छ यो हुँदैन भनेर उहाँको र मेरो बिछोड गराइदिए घरकै मान्छेले बिछोड गराइदिए के भयो त्यसपछि के भयो अनि लास्टमा अनि त्यहाँबाट केटी हेर्न जाने भने केटी हेर्न गयो त्यतिखेर त्यो केटी हेर्दाखेरि अहिलेको बुढी हेर्दाखेरि उहाँ हेमालिनीको फिल्म हेरेर आइरहे घरभित्रको फिल्म हेरिरहे है ठ्याक्क यसो हेऱ्यो हेमालिनी हो जस्तो लाग्यो यसो हेऱ्यो हेमालिनी हो जस्तो लाग्यो सेम है मैले झाँटे हाल्यो त्यस्तो राम्री लाग्यो तपाईँ त्यस्तो राम्रो लाग्यो क्या ल हुन्छ ओके भने अनि त्यहाँबाट त पुरो छिन्न पाएको छैन त्यसलाई कहाँ भेटौँ हुने क्या अब उता अफिस मिलाउने कि उता उहाँ भेट्न जाने कि उता नाटक गर्न जाने कि हुँदा ठ्याक्क आएको तिनीसँग बिहा भयो अनि अहिले ढुक्क भइयो है तर अब यस्तै छ अहिले लास्टमा आएर चाहिँ उनी चाहिँ अहिले बिरामी छन् हिँड्न सक्दिनन् है अब म पनि बिरामी छु अब यो लट्ठीले हेर्छु बिरामी भनेको मतलब अलिकति समस्या हुन्छ होइन ढाडकोर हुन्छ खास त्यति केही पनि होइन तर सबै सकिन्छ मलाई एकदम अब त्यतिखेरको कहानी मैले सुने हजुर है अब मैले ओके बिर्सनै नसक्ने एउटा पात्रले आफ्नो रियालिटी पनि भनिदिनु भएको छ जुन सिरियल